पढ्नेछौँ। 12:42 भएको छ। हामी छोटो प्रार्थना गर्छौँ र परमेश्वरको जीवित वचनतर्फ अगाडि बढ्छौँ। स्वर्ग र पृथ्वीको मालिक, तपाईँको वचनबाट हामीलाई सिक्नलाई विशेष कृपा दिनुहोस्। आज बिहान व्रतघाटमा हामीले आशिष पाइसकेका छौँ र आज यहाँ पनि तपाईँले हामीलाई आशिषित तुल्याउनुहोस्। हामीले केही हप्ता अगाडि भजन संग्रह 23 अध्यायको एक एक वचनलाई निहाल्यौँ। त्यस पछाडि हामी उत्पत्तिको पुस्तकमा केन्द्रित भएका छौँ र तपाईँले 7औं दिनसम्म कसरी बनाउनु भयो र ती कुराहरूको अर्थ के हुन् भन्ने कुरामा हामी आएका छौँ। र आज हामी भजन संग्रहको पुस्तक 23 अध्यायलाई सकेपछिको समयमा उत्पत्ति 1 अध्यायको 3 वचनलाई आज हामीले हेर्दैछौँ। हे प्रभु, यसको लम्बाइ, उचाइ, गहिराई हाम्रो हृदयमा पुग्न सक्ने आशिषमय वचन हुन सकोस् भनिकन म बिन्ती गर्दछु। हामीलाई यो वचनबाट हामीलाई आशिष दिनुहोस्। हामी आउँदा निराश दुखी भएर आएका थियौँ होला, तर फर्कँदा हामीले तपाईँको वचनबाट एउटा आशाको किरण लिएर, उत्साह लिएर हामी फर्कनेछौँ। धन्यवाद। पवित्र आत्माले हामीलाई सहायता गर्नुहुनेछ भन्ने विश्वासका साथ यो प्रार्थना चढाउँछु र माग्छु अगुवाई उद्धारकर्ता येशू ख्रीष्टको नाउँमा, आमेन। प्रभुलाई महिमा होस्। मैले अस्ति बुटवलमा साइलेन्ट होटलमा पनि मैले सिकाएँ वचनबाट। म सिक्न गएको भए पनि मलाई त्यहाँ वचन बाँड्नको लागि अनुरोध गर्नुभएको थियो र मैले राहाबको विषयबाट शक्तिशाली वचन बाँडेँ। र आज हामी उत्पत्ति 1 अध्यायको 3 वचनलाई हामी पढ्नेछौँ। सबैजनाले निकाल्नुहोस्। छोटो भएको कारणले गर्दा सबैले एकैपटक पढौँ 3 वचन। उत्पत्ति 1 अध्यायको 3 वचन छोटो छ, त्यसकारण हामी सबैले एकै साथ पढ्नेछौँ। बुक अफ जेनेसिस पहिलो च्याप्टरमै पाउनुभयो होला अब, किनकि भित्र खोज्नु पर्दा सुरुमै छ। 1 2 3। अनि परमेश्वरले भन्नुभयो, उज्यालो होस्, तब उज्यालो भयो। आमीन। अनि परमेश्वरले भन्नुभयो, उज्यालो होस्, तब उज्यालो भयो। अनि त्यो दिनको उज्यालोदेखि लिएर आजको दिनसम्म उज्यालो अहिले पनि छ। बाइबलको पुस्तक पहिलो अध्याय र तेस्रो पदमै हामीलाई परमेश्वरको शक्तिशाली गुण भेट्टाउँछौँ। आज हामी सिक्न लागेको वचनको शीर्षक हो अन्धकारमा पनि उज्यालो। अन्धकारमा पनि उज्यालो। उज्यालो दिनु भएको छ। कुनै बेला अन्धकारले ढाकेको थियो पृथ्वी। उहाँले पृथ्वी बनाउन भन्दा अगाडि उज्यालो बनाउन जरुरी थियो। अनि मजाको कुरो तपाईँले के पढ्नु पाउनुहुन्छ भने नि, उहाँले 4औं दिनमा सूर्य, आकाश, ग्रह, नक्षत्र र चन्द्रमा बनाउनु भयो। सूर्यको उज्यालो अलग हो र परमेश्वरले सुरु दिन बनाउनेको उज्यालो अलग। विषयमा कुनै दिन प्रश्न पारौँला। उहाँले सबैभन्दा पहिला उज्यालो बनाउनु भयो, ज्योति बनाउनु भयो। त्यो ज्योति र आकाशमा भएको सूर्यको ज्योति फरक हो। उहाँले पहिलो दिन ज्योति बनाउनु भयो र 4औं दिन पनि उहाँले आकाशमा सूर्य बनाउनु भयो। सूर्यको ज्योति अलग ज्योति हो। परमेश्वरले सुरु दिन उज्यालो होस् भनेको उज्यालो ज्योति अलग। अब म तपाईँलाई भन्न चाहन्छु कि जब परमेश्वरले बोल्नु भयो तब उज्यालो भयो। यसको मतलब हो परमेश्वरको वचनमा सृष्टि गर्ने शक्ति छ। अब परमेश्वर चाहिँ हाम्रो पिता हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ। अब मलाई एउटा कुरा भनिदिनुहोस् त, म तपाईँलाई सोध्न चाहन्छु, बाउको र आमाको स्वभाव छोराछोरीमा हुन्छ कि हुँदैन? हुन्छ। रूप पनि मिल्छ नि, होइन? मिल्दैन? रूप पनि मिल्छ, व्यवहार पनि मिल्छ। व्यवहार पछि राम्रो कामलाई व्यवहार, नराम्रो कामलाई व्यवहार, है? बाउ आमाको रूप मात्रै होइन, स्वभाव पनि मिल्छ। अब परमेश्वरको वचनमा परमेश्वरले चाहिँ बोलेर कुनै कुरा बनाउन सक्नुहुन्छ भने आफ्नो छोराछोरीमा पनि त्यही गुण हुन्छ। आमेन भन्नुहोस् त। उहाँका हामी सन्तति हौँ भने हामीलाई पनि परमेश्वरले यही गुण दिनुभएको छ।
यही शक्ति दिनुभएको छ, यही स्वभाव दिनुभएको छ, ताकि हामीले पनि परमेश्वरको वचनलाई घोषणा गरेर हामीले कुनै कुरा उत्पादन गर्न सक्छौँ, कुनै कुरा निर्माण गर्न सक्छौँ, कुनै कुरा बनाउन सक्छौँ। अब मलाई बताइदिनुहोस् त, प्रार्थना भनेको के हो? बोली हो कि होइन? अगमबानी बोली हो कि होइन? वचन बोली हो कि होइन? हो। उहाँ बोल्दाखेरि उज्यालो भयो भने उहाँको सन्तानमा पनि त्यही गुण छ, त्यही डिएनए छ, ताकि पिताले गर्नुभएको काम पुत्रले पनि गर्न सक्छ। किनकि उहाँको वचनमा कुनै कुरा बनाउन सक्ने ताकत छ। त्यसकारण तपाईँले बोकेको बाइबल चान्चुने कुरा होइन र तपाईँको बोलीको बोली पनि चान्चुने कुरा होइन। हामी इसाईहरूले आफ्नो मुखलाई नि एकदम कन्ट्रोलमा राख्नुपर्छ। किन भन्नुहोस् न? किनकि यो मुख प्रार्थना गर्ने मुख हो, यो आराधना गर्ने मुख हो, यो मुख अगमबानी बोल्ने मुख हो, यो अन्य भाषा बोल्ने मुख हो, यो चाहिँ प्रार्थना गरेर घोषणा गरेर केही कुरा निर्माण गर्ने मुख हो। उहाँले बोल्नुभयो, हामी पनि बोल्ने हो। उहाँको वचनमा उहाँले बोल्दा उज्यालो भयो, हामीले बोल्दा पनि उज्यालो हुन्छ, हामीले बोल्दा पनि केही काम हुन्छ। मैले सानो मोबाइलबाट कति धेरै बुद्ध पाएको छु। परमेश्वरको वचनमा शक्ति छ, सृष्टि गर्ने शक्ति छ। आज मैले अब संगति सकेपछि बिरामीको लागि प्रार्थना गर्छु। प्रार्थना गर्दा मैले हात टाउकोमा राख्छु, मुख बोल्छु कि बोल्दिनँ? बोल्छु नि, होइन? बोल्नु पनि के हो? प्रार्थना हो। प्रार्थना र घोषणा। अनि त्यो बोलेको प्रार्थना गरेको कुरोले के ल्याउँछ? चङ्गाई र छुटकारा ल्याउँछ। मलाई धेरै मान्छेले प्रार्थनाको विषय राख्नुहुन्छ, धेरै मान्छेले। उहाँले विश्वास गर्नुहुन्छ उहाँले प्रार्थना गरेपछि हुन्छ। किन हुन्छ भने नि, बाउको गुण चाहिँ छोरामा पनि हुन्छ। बाउले बराबर गर्न नसक्ला, त्यो अर्को कुरा, तर त्यो स्वभाव चाहिँ परमेश्वरले हामीलाई दिनुभएको छ। यसकारण हामीले पनि परमेश्वरको वचन बोलेर हामीले केही कुरा गर्न सक्छौँ। त्यसकारण परमेश्वरको वचनमा सृष्टि गर्ने शक्ति छ है। उत्पत्ति 1:3 परमेश्वरले बोल्नुभयो र उज्यालो आयो, र त्यही गुण र दक्षता आज तपाईँ र मसँग पनि छ। तर तपाईँ र म बोल्दाखेरि किन हुँदैन भने नि, तपाईँ र मेरो जीवन परमेश्वरसँग गहिरो नभएको हुनसक्छ, परमेश्वरसँग वचनमा तादात्म्य नहुनु भएको हुनसक्छ, जीवनका सेटिङहरू बिग्रिएका हुन सक्छन्, परमेश्वरसँगको हिँडाइ नहुन सक्छ। विविध कारणले गर्दाखेरि नहुन सक्ला। त्यो हाम्रो कमजोरी, त्यो मेरो कमजोरी, तपाईँको कमजोरी हुन सक्ला। तर यदि हामीले परमेश्वरमा आज्ञाकारिताको जीवन जिएका छौँ, उहाँसँगै पाइलोमा हिँडेका छौँ भने हामीले पनि बोल्दा केही कुरा हुन आउँछ। आमेन। आज एकजना व्यक्ति प्रार्थना गरिदिनु हुन भनेर आउनु भएको छ। विश्वास गरेर त आउनुभयो होला। यो मान्छेले प्रार्थना गर्यो भने चाहिँ हुन्छ भनेर त आउनु भएको हो नि त। उहाँले त यसो प्रभुलाई संसारमा पनि ग्रहण बत्तिसमा गर्नुभएको छैन। तर एउटै मान्छे प्रार्थना गर्यो भने चाहिँ मेरो समस्या हल हुन्छ भन्ने विश्वास राख्नु छ। हाम्रो घरमा अन्य कुनै थुप्रो व्यक्ति आइरहेको हुन्छ प्रार्थना गरौँ। यो मान्छे प्रार्थना गर्यो भने चाहिँ निको हुन्छ। भनेको मतलब मैले मात्र प्रार्थना गर्दा निको हुँदैन। हामी जो पनि छौँ, हामी सबैबाट, हामी सबैसँग त्यो अधिकार छ, त्यो स्वभाव छ कि उहाँले बोल्दा उज्यालो भयो भने हामीलाई पनि त्यही गुणवत्ता दिनुभएको छ। परमेश्वरको वचनमा निर्माण गर्ने शक्ति छ। अनि जब तपाईँले बोल्नुहुन्छ त्यो हुन आउँछ। म तपाईँलाई केही समय यहाँ रोकिन्छु, एकछिन अलि बढी व्याख्या गर्छु यसमा। हामीले बाइबल चाहिँ सिरानीमा राख्न दिएको होइन। अन्य जातिहरूले त सिरानी मुनि खुर्पा राख्छन्, खुकुरी राख्छन्, हैसा राख्छन्, कोही कोही त बन्दुक पनि राख्छन् होला। सिरानीमा किन राखेको भन्दा शुद्ध अकस्मात कोही आइहाल्यो भने झ्याप्पै निकाल्न पाइयोस् भनेर। अनि कोही कोही त खुँडा पनि राख्छन्। धेरैको विश्वास पनि छ सिरानी मुनि खुँडा राख्यो भने बौसीले सताउँदैन भन्ने पनि छ।
अनि यही गुण विश्वासीले नि सारेको छ। विश्वासीले के सोच्छ भने बाइबल सिरानमा राख्यो भने चाहिँ शैतानले सताउन्न, बौसीले छुन्न। तपाईँहरूको भाषाले भन्दैछु है, शैतानले एट्याक गर्दैन, केही हदसम्म ठिकै हो। तर बाइबल सिरानीमा राख्न र पढ्न मात्रै दिएको होइन, त्यहाँ भएको वचनलाई मुखबाट घोषणा गर्न पनि दिएको हो। बुझ्दै हुनुहुन्छ? परमेश्वरको वचनमा शक्ति छ। तपाईसँग वचन छ नि है? वचन छ नि? नपढे पनि वचन त छ नि। त्यो तपाईसँग भएको बाइबलको वचनमा नि गर्न नसक्ने केही पनि छैन। तर त्यो वचन पढेर मात्रै हुँदैन। त्यसलाई जब पढेको कुरालाई जब तपाईँ मुखमा ल्याएर जब बोल्नुहुन्छ नि, पिताले जस्तो उज्यालो होस् भनेर जब तपाईँ घोषणा गर्नुहुन्छ नि, तब त्यो वचन रेमा हुन जान्छ, एक्टिभेट हुन्छ। र तपाईँ जुन कुरा गर्नको लागि भन्नुभएको त्यो कुरा गर्न म तपाईँलाई एउटा उदाहरण दिन्छु। कसको घरमा भात पाक्छ? भात नउठाउँ सबै घर पाक्छ। भात नपाक्ने घर कसैको पनि छैन। शुभम भाइको घर ढिलै भयो नि पाक्छ, किन भन्दा भात पकाउने मान्छे छैन नि त। ढिलै भए पनि पाक्छ। भात पकाएर तपाईँले त्यसलाई के गर्नुहुन्छ? भात पकाएर त्यसलाई ढाक्नुहुन्छ कि ढाक्नुहुन्न? ढाक्नु हो नि, ढाक्नुहुन्छ नि, नत्र फेरि मुसो आइदिन्छ, बिरालोले खाइदिन्छ, केटाकेटीले हगिदिन्छ, पिसा गरिदिन्छ होइन, बिस्ट्याउँछ। सुन्नुहोस् है, बाइबल पढेर ट्याप्प बन्द गरेर राख्नु भनेको चाहिँ भात पकाएर टप्प बन्द गरेर राख्नु जस्तै हो। सुन्नुहोस् है, कुरा बुझ्नु है, म गाउँले पाराले सम्झाउँदैछु। बाइबल पढेर उदाहरण दिनु पर्यो। तपाईँ विश्वासी हो, बिहान उठ्नुभयो, हामी तपाईँले भात पकाउनु, बुझ्दै हुनुहुन्छ? भात पाकेर टप्प ढाकेर राख्नु। अब तपाईँले भात पकाएको भात चाहिँ ढाकेर राखेपछि खानु चाहिँ खानुहुन्न? हजुर पक्का भन्नु है। मैले तिमीले खान्छौ? औ औ भन्नुहुन्न? औ त फेरि अरू औ भन्ने टाइम पनि छ। हजुर खान्छु भन्नु पऱ्यो कि, भाषा सिक्नु पऱ्यो है, भाषा सिक्नु पऱ्यो। औ भन्ने बेला नि आउँछ, हजुर भन्नु पऱ्यो है। हामीले खाना बनाइसकेर खाना खान्छौँ, बल्ल न शरीरमा ताकत आउँछ। कि कोही हुनुहुन्छ भात पकाएर राखेर हेरेको हेरै गर्ने कोही हुनुहुन्छ भने भन्नुहोस्, म मणिग्राम लैजान्छु उहाँहरूलाई। त्यहाँ हस्पिटल छ क्या, हामी हस्पिटल जाने कोही पनि योग्यका छ। ल अब सुन्नुहोस्, तपाईँहरू सबैले खाना पकाउनुहुन्छ, खाना खानु पनि हुन्छ हो। अब सुन्नुहोस् है, बाइबल पढेर टप्प राखिदिएर यसरी थन्काउनु भनेको चाहिँ भात पकाएर थन्काउनु जस्तै हो। जब तपाईँले भात पकाएर टप्प खानुहुन्छ र बलमा शक्ति आउँछ भने परमेश्वरको वचन पनि जब पढ्नुहुन्छ र जब मुखबाट घोषणा गर्नुहुन्छ नि, बल्ल त्यसले काम गर्न थाल्छ। आमेन भन्नुहोस्। बल्ल काम गर्न थाल्छ। बाइबल पढेर काम गर्दैन, बाइबल बोलेर काम गर्छ। आमेन भन्नुहोस्। बोल्नु पर्यो, वचन घोषणा गर्नु पर्यो, बोल्नु पर्यो, अनि बल्ल त्यसले केही कुरा निर्माण गर्छ। खबरदार बाइबल सिरानीमा सुत्नेहरूलाई आज कडा जवाब दिन्छु। ठिक छ, राख्नु नराम्रो होइन, बहुत राम्रो, तर सिरानीमा राखी मात्रै नरहनुहोस्, त्यसलाई परि आएको बेला मुखबाट घोषणा गर्नुहोस्। आमेन। जब तपाईँले मुखबाट बोल्नुहुन्छ नि वचन, तब बल्ल केही कुरा उत्पत्ति हुन सुरु गर्छ के। पिताको स्वभाव तपाईँ र ममा छ। हाम्रो पिता परमेश्वरले कुनै कुरा बनाउने शक्ति राख्नुहुन्छ, अनि हामीमा पनि त्यही गुण छ। जब हामी बोल्छौँ नि, तब बल्ल केही कुरा हुन आउँछ। सिरानी राख्नुहोस्। म बाइबल सिरानीमा राख्नेको खिलाफमा छैन,
राख्न पाइन्छ, मजाले राख्नु, 2-3टा राख्नु अझै। बाइबलकै सिरानी बनानी बनाउनुहोस्, 8-10वटा 15वटा किनेर, केही फरक पर्दैन। राख्नुहोस्, त्यो राम्रो कुरा हो, बाइबललाई माया कुरा। तर बाइबल राखी मात्रै नराख्नुहोस्, त्यो बाइबलमा भएको कुरालाई पढ्नुहोस्, मनभित्र राख्नुहोस् र त्यो मनभित्र राखेको वचनलाई चाहिँ मुखबाट गोली निकालेर निकाल्नुहोस्। जब तपाईँले विश्वासद्वारा यो वचनलाई मुखबाट निकाल्नुहुन्छ नि, तब त्यसले जुन कुराको लागि तपाईँ बोल्नुहुन्छ नि, त्यही कुरा बनाउनको लागि दौडिन्छ यो वचन। आमेन भन्नुहोस्। पिताले के गर्नुभयो? अन्धकार थियो, उहाँले अन्धकारलाई पनि सम्झनु भएन, उहाँले भन्नुभयो उज्यालो होस्। उहाँ बोल्नुभएको बोल्नु भएन, बोल्नुभएको बोल्नु भएन, मनमा भनेको भाषा बोल्नु भएको भएन। त्यसकारण परमेश्वरको वचनमा सृष्टि गर्ने शक्ति छ, अहिले पनि छ। तपाईँले बाइबल पढ्ने मात्र नहुनुहोस्, भात पकाउने मात्र नहुनुहोस्, बाइबललाई खानुहोस् अनि तपाईँलाई मनपर्ने कुराहरू लेख्नुहोस्, पढ्नुहोस्, पहिला कण्ठ गर्नुहोस् बाइबललाई। कुनै दिन म छिट्टै तपाईँहरूलाई एक्सपेरिमेन्ट गर्नेवाला छु, जहिले गरे नि हुन्छ हुन त। तपाईँहरू त्यहाँबाट पढ्ने, म आँखा बन्द गर्ने, मेरो आँखामा पट्टी बाँधिदिनु होला। सके तपाईँहरूको पद भनिदिउँला, पद भन्न सकेन भने अध्याय भनिदिउँला, अध्याय भन्न नसक्ने पुस्तक भनिदिउँला, तर भनिदिन्छु। किन मैले घमण्ड गरेको भने बाइबल पढ्नका लागि मात्र, बाइबललाई हृदयमा राख्न र परिआएको बेलामा बोल्नको लागि दिएको। अनि बाइबललाई हृदयमा राखेर कहिले पनि त्यसले काम गर्दैन। जब बाइबल हृदयमा, जब वचन हृदयमा हुन्छ नि, जब यो चाहिएको बेलामा तपाईँ बोल्नुहुन्छ नि, त्यसले काम गर्छ। पिताले जसरी बोल्दा काम भयो त्यसरी नै काम हुन्छ। अनि हामीले बोलेको किन हुँदैन? तपाईँलाई एउटा कमजोरी देखाउँछु, तपाईँलाई सत्य कुरा सिकाउँछु, राम्रो छ सुन्नु। मैले बडो कामले पाराले सिकाएको हुन्छु, खै एकदम राम्रो सिकाए जस्तो लाग्छ, रिजल्ट फेरि आउँदैन। सुन्नुहोस् है, निदाउनुहोस् है, निदाउने राति हो। हामी जहिले पनि परमेश्वरलाई ओभरटेक गरिदिन्छ, जित्दिन्छ भाइ परमेश्वरलाई। सुत्न त राति बनाएको हो त यार, दिउँसै सुत्दिने। हजुर, परमेश्वरको नियम दिउँसै बित्दिने। त्यही हो, हामी सुत्न जान्न, हामीले खान जान्न, कुरो त्यहीबाट बिग्रेको। सुत्ने मजाले सुत्नु नि राति, खुट्टा यसो गरेर सुत्दैन सुत्नु, उसो गरेर सुत्दैन सुत्नु। अस्ति एउटा घर पाहुना हुन गएको, त्यो सानो बच्चा मसँग सुताइदिए, एउटा बाबु भाइको छोरो, खुट्टो छातीमा ल्याएर राख्छ यसरी, हटाउँदै आपत भयो रातभरि। मलाई कोहीको त्यस्तो स्वभाव हुँदैन। सुत्नु मजाले, त्यो रातिमा। दिनमा सुत्ने, दिनमा सुत्दा के हुन्छ थाहा छ? कोही डढेका रातिमा सुत्ने, मेरो नियम मिच्छस् भन्नुहुन्छ भन्नु। अब निदाउनु है, त्यति भएछ। अब सुन्नुहोस् है, परमेश्वरको वचनलाई घोषणा गर्दा किन हुँदैन थाहा छ? तपाईँले मैले सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के छ भने, तपाईँको घरमा समस्या, दुःख, अप्ठ्यारो, गाह्रो, ऋण, प्रब्लम, चोट, दर्द, बिमारी, यो सबै तपाईँको जीवनमा आउँदै गर्दा नि, त्यो कुराले हामीलाई जित्न थाहा छ कि यहाँ परमेश्वरले अँध्यारो कति वर्षदेखि थियो मलाई बताउनुहोस् त? थाहा छैन हामीलाई। त्यो पानीमाथि अँध्यारो कति वर्षदेखि थियो थाहा छैन हामीलाई, वर्षौँ हजारौँ वर्षदेखि। परमेश्वरले त्यहाँनिर गएर ओहो कति बाक्लो अँध्यारो है बाबा भन्नुभयो कि भन्नुभयो? भन्नुभयो कि? म सोध्दैछु, अँध्यारोलाई देखेर वाह गाह्रो पार्छ है क्या यो अँध्यारो त भन्नुभयो? सुन्नु, म सोध्दैछु है, यो अँध्यारो त कति शक्तिशाली हो गाँठे भन्नुभयो? अँध्यारोको प्रशंसा गर्नुभयो? गर्नुभयो। अँध्यारोको व्याख्या गर्नुभयो? अँध्यारोको नेगेटिभिटी कुरा गर्नुभयो? गर्नुभयो। अँध्यारोको राम्रो कुरा गर्नुभयो? उहाँले अन्धकारको नामै लिनु भएन। हजुर, उहाँले अन्धकारको नाम लिनु भएन। सुन्नुहोस् है, तपाईँलाई एउटा गहिरो सत्य सिकाइदिन्छु, तपाईँ बलवान हुन सक्नुहुन्छ। तपाईँको जीवनमा अन्धकार आउँछ आउँदैन? अन्त अन्धकार भनेको
अँध्यारो होइन कि जीवनमा समस्या, प्रब्लम, अप्ठ्यारा, गाह्रा, ऋण, रोग यी सबै कुरो अँध्यारो हो कि हाम्रो जीवनमा अँध्यारो आउँदा तपाईँले के भन्न चाहन्छ? यो खुट्टो 15 दिनदेखि दुखेर कति गाह्रो बनाएछ। कति ठुलो बनाइसक्यो हेर्नु। अब 15 दिनमा कति घन्टा हुन्छ? 168 घन्टाले जोड्नुहोस् त। यति ठुलो बनाउँछौँ हामीले आफ्नो ऋणलाई, समस्यालाई, चोटलाई, दर्दलाई यति बाक्लो, यति ठुलो बनाउँछौँ, यति गाह्रो बनाउँछौँ तपाईँले। अब त्यो वचनभन्दा त्यो बलियो भएर बस्छ। अन्धकार बलियो भएर बस्छ। अन्धकारको नाम लिन्छौँ। अन्धकार कति शक्तिशाली, अन्धकार कति बलियो, अन्धकार कति सामर्थ्य, यो त जान्नै क्या हो गाँठे, यो त हुँदैनै क्या हो गाँठे। नेपाली भाषामा हामीले आफ्नो समस्यालाई यति ठुलो बनाइदिन्छौँ कि त्यो ठुलो बनाएको समस्याको अगाडि येशूको नाममा भनेको के लाग्यो र? यहाँनिर यो सेटिङ मिलाउनुहोस् है। यो हाम्रो चर्चको व्यक्तिले यो सेटिङ मिलाउनु पर्छ। ठिक छ, तपाईँको चोट, तपाईँको प्रब्लम, तपाईँको समस्या ठुलो 10 मुरीभन्दा ठुलो छ। अब यहाँभन्दा बढी छ त? हात गयो पो त्यता। अब यहाँभन्दा ठुलो देवताले भन्छ अरे यत्रो ठुलो समुद्र यहाँ उतापट्टि छ नि छ। यहाँभन्दा ताली भाँचिन्छ। यहाँभन्दा ठुलो समस्या हुनु हुँदैन। अब परमेश्वरको वचन कहिले कहिले गुरुबाले भन्दा जोस आउँछ, नत्र घर गएपछि यो वचन त झन् सानो हुन्छ। यो के भन्छ, अँधेरामा पिल गरेको बत्ती जस्तै हुन्छ। वचन त यादै आउँदैन। अनि समस्या ठुलो हुन्छ भन्छ त्यहाँ। अनि हामी गफ गर्छौँ, यो त मलाई 15 वर्षदेखि छ नि, यो त छोड्दैन, यसो गर्दा नि हुन्न, उसो गर्दा नि हुन्न, यो गर्दा नि हुन्न। आमा कति ठुलो बनाएको त्यसलाई यति ठुलो बनाइदिन्छौँ। होइन यो बिमारी त खान्नै क्या हो, हुन्नै क्या हो, यति ठुलो बनाइदिन्छौँ। तर परमेश्वरको कला तपाईँले सिक्नुहोस् है। उहाँले अन्धकारको व्याख्या गर्नु भएन, उहाँले अन्धकारको बढाइ गर्नु भएन, उहाँले अन्धकारको नाम लिनु भएन। उहाँले भन्नुभयो उज्यालो होस्। हालेलुया। उहाँले अन्धकारको नाम लिनु भएको छ नि भन्नुहोस् है। उहाँले समस्याको नाम लिनु भएको छैन। उहाँले सिधै के बोल्नुभयो? उज्यालो होस्। आज बेलुका घर गएर अन्धकारसँग लड्नु होला। कोठामा बत्ती बन्द गरेर कस्तो हुँदो रहेछ यसो हिर्काइदिनुहोस्। मेरो साटो पनि हिर्काइदिनुहोस्, गुरुबाको साटो पनि केही हुन्छ? हान्दा भित्रतिर लाएर औँडो मर्किन सक्छ, तर अन्धकारले केही लसर बाटो लाउँदैन। तर त्यो अन्धकारको बिचमा एउटा मार्ची जाल गलाइदिनुहोस्। अन्धकार कहाँ जान्छ? अन्धकारसँग लड्ने होइन, ज्योति बाल्ने हो। आमेन भन्नुहोस्। घोषणा गर्ने हो। वचनमा लेखिएको छ, उहाँको वचनमा शक्ति छ, उत्पत्ति गर्ने शक्ति छ। आजदेखि उसो तपाईँले आफ्नो प्रार्थना र घोषणालाई सच्याउनुहोस्। भलै 15 वर्षदेखि तपाईँलाई त्यो बिमारीले समातिराखेको छ, हो बलियो छ, तर त्यसलाई तपाईँको मुखले बलियो नबनाउनुहोस्। तपाईँको सम्बन्ध, तपाईँको ऋणलाई तपाईँले ठुलो र बलियो बन्न नदिनुहोस्। सक्नुहुन्छ भने तपाईँको समस्यालाई पनि नबोल्नुहोस्। के भन्नु थाहा छ? म तपाईँलाई आज गतिलो शीर्षक बताइदिन्छु है। यो खुट्टा 15 वर्षबाट लाटो छ। उदाहरणको लागि तपाईँले प्रार्थना गर्दैछन् भने, प्रभु 15 वर्षदेखि मेरो खुट्टा लाटो छ, म हिँड्न सकिनँ, म चल्न सकिनँ, म कति दुःख पाएर जिन्दगी बाँचिरहेको छु, तपाईँको कृपा हुन्छ भने गरिदिनुहोस्। हुन्न कृपा? यसरी प्रार्थना गर्नु। 15 वर्षको नाम नलिने, बिमारीको नाम पनि नलिने। यसो भन्नु, म घोषणा गर्दछु येशूको नाउँमा मेरो दाहिने खुट्टा पूर्ण स्वस्थ होस्, येशूको नाउँमा। आमेन। जब तपाईँले यसरी बोल्नुहुन्छ नि, तपाईँले काम गर्नु थाल्छ। बुझ्नुभयो? समस्याको नाम नलिनुहोस्। बुझ्दै हुनुहुन्छ? बाउको कुरा सिकाउँदैछु है। उहाँले अन्धकारको बयान गर्नु भएन।
यो कहिलेदेखि छ भनेर पनि भन्नु भएन, यो कति शक्तिशाली छ भनेर पनि भन्नु भएन। उहाँले त्यसको नाम पनि लिनु भएन। भन्नु त, नाम पनि लिनु भएन। त्यो कालेको नाम पनि लिनु भएन। लिनुभयो? तपाईँले मलाई के भन्नु? कस्तो अन्धकार है भन्छ। उहाँले त्यसको कुनै पनि कमेन्ट गर्नु भएन। जस्ट उहाँले के भन्नुभयो? अपोजिट भन्नुभयो। के भन्नुभयो अरे? अपोजिट भन्नुभयो। उज्यालोस्। जब तपाईँले यो थ्योरीलाई आफ्नो जीवनमा लागू गर्नुहुन्छ तब वचनले काम गर्न थाल्छ। अघि पढेको बाइबल भात पकाएको जस्तै हो। तब भात पकाएको खाना तपाईँले टाइममा खानु भनेको चाहिँ बाइबलको वचन मुखबाट बोल्नु। खाएपछि मात्रै शरीरमा ताकत आउँछ, बोलेपछि मात्रै केही हुन थाल्छ। आमेन भन्नुहोस् त। परमेश्वरको वचनमा त्यो शक्ति छ तपाईँले बोलेको कुरा निर्माण गर्नलाई। सम्भव छैन। यो मेरो 19 वर्षको तजुर्बा हो। म आज तपाईँलाई एउटा प्रकाश बताउँदैछु। तपाईँको प्रब्लमको सकभर नाम नलिनुहोस्। आफ्नो प्रब्लमलाई ठुलो पनि नबनाउनुहोस्। आफ्नो बिमारीलाई ठुलो पनि नबनाउनुहोस्। त्यसको उल्टो बोल्नुहोस्। सुन्नुहोस् हैन, बोल्नुहोस्। बोल्नुहोस्। बोल्नु भनेको बल्ल वचन एक्टिभेट हुनु हो। अनि जब वचन बोल्नुहुन्छ नि तपाईँले मागेको कुरा हुन थाल्छ। यो मोबाइल देख्दै हुनुहुन्छ? यो मोबाइलबाट पठाइएको मेसेज मैले अहिले अमेरिकामा मेरो थुप्रै मान्छे चिन्जानमा छन्। मैले एउटा कुनै टाइप गरेर यहाँबाट पठाइदिएँ भने त्यो मेसेज कहाँ जान्छ? मैले जसलाई पठाएको त्यही जान्छ। जब तपाईँले बोल्नुहुन्छ नि त्यहाँ हुन आउँछ। मैले मोबाइलबाट कति मान्छेको बुद्ध पाएको छु, सानो मोबाइलबाट। कोहीले भन्छन् अगाडि हुँदा नि बुद्ध पाउन सकिनँ। तपाईँहरू मेरो मुख र बोली चाहिँ एकदम शुद्ध राख्नुपर्छ, नत्र लाग्दैन। हामी परमेश्वरका जन, हामी आराधना गर्ने मान्छेको मुख चाहिँ यदि तपाईँले साँच्चै नै आफ्नो परमेश्वरको वचनमा शक्ति छ र तपाईँको बोलीबाट यो निर्माण हुन्छ भने हाम्रो बोलीलाई चाहिँ एकदमै ठाउँमा राख्नुपर्छ है। हाम्रो बोलीलाई एकदम ठाउँमा राख्नुपर्छ। अभद्र बोल्ने छुट छैन। तपाईँले बोल्न त पाउनुहुन्छ, तर तपाईँले त्यो पनि बोल्नुहुन्छ भने परमेश्वरको त्यो वचनको शक्ति त्यो मुखबाट प्रभावित हुँदैन। तपाईँले भन्नुहुन्छ होला गुरुबा मैले आज यो वचन सुनेर घरमा गएर तपाईँले जस्तै गरे भएन भन्नुहुन्छ भने आफ्नो जीवनको सेटिङहरू मिलाउनुहोस्। हिजो पल्ला गरे, अस्ति पल्ला गरेसँग झगडा गर्दा के बोल्नुभयो त्यसलाई सोच्नुहोस्। के बोलिहाल्छ? हामी प्रभुका अगमबानी बोल्ने, अन्य भाषा बोल्ने, हामी आराधना गर्ने र हाम्रो मुखबाट चाहिँ परमेश्वरको जस्तै काम भएको तपाईँ देख्न चाहनुहुन्छ भने हामीले आफ्नो मुखलाई ठिक ठाउँमा राख्नुपर्छ है, नत्र हुँदैन। मैले भने आफ्नो ठाउँमा राख्नुपर्छ। सबैभन्दा बढी चाहिँ मुखको बोलीलाई चाहिँ एकदम ठिक ठाउँमा राख्नुपर्छ। तब त्यो सृष्टि गर्ने शक्ति हाम्रो जीवनमा लागु हुन्छ। त्यसकारण परमेश्वरको वचनमा सृष्टि गर्ने शक्ति छ। उत्पत्ति 1:3 पदमा उहाँले बोल्नुभयो, जे बोल्नुभयो त्यही भयो। यही कला परमेश्वरले तपाईँलाई मलाई पनि दिनुभएको छ। आज क्रिस्चियन भएर पनि अझै पनि हाम्रो जीवनमा यो हुन आएको छैन भने हामीमा केही कमी कमजोरी छ। हाम्रो जीवनलाई सच्याउँ। हिब्रू 11:3 भन्छ विश्वासद्वारा हामी बुझ्छौँ कि परमेश्वरको वचनद्वारा सारा सृष्टि भयो। परमेश्वरको वचनद्वारा, परमेश्वरको बोलीद्वारा परमेश्वरले उज्यालोलाई सृष्टि गर्नुभयो। मलाई यशाया 55:11 पद पढिदिनु हुनको लागि म अनुरोध गर्छु हजुरहरूलाई। यशाया 55:11 ल पढिदिनु चर्को गरेर, कसले पाउनुहुन्छ? ल हेर्नुहोस् त, त्यसरी नै मेरो मुखबाट निक्लेको वचन पनि
नि एउटा आगो जस्तो भएर निस्केर वेबमा जान्छ। तपाईँले नदेख्नु भएको मात्रै हो, तर यो चाहिँ के भएर जान्छ, एउटा आगो भएर एउटा गोली जस्तो भएर यो जान्छ। कहाँ जान्छ? सबैभन्दा पहिला वेबमा, तरङ्गमा, हावामा जान्छ। अनि हावामा गइसकेपछि यो जुन कामलाई पठाएको हो नि त्यो त्यही बस्दैन, यसले त्यो कहाँ पठाउनु भएको नि त्यो ठाउँ खोज्दै खोज्दै त्यही ठाउँमा पुगिन्छ। तपाईँ अहिले मैले भने घोषणा गरेँ नि, मैले यो खुट्टालाई एक्टिभेट हुने घोषणा गर्दछु भनेर भन्दै गर्दा नि तपाईँ के हुनुहुन्छ भने यो मुखबाट निक्लेको चाहिँ शक्ति चाहिँ निक्लेर एउटा आगोको रूपमा गएर यहाँभित्र टच हुन्छ, यहाँ गएर धक्कल चाहिँ। तपाईँ छोराको लागि प्रार्थना गर्दै हुनुहुन्छ, छोरीको लागि प्रार्थना गर्दै हुनुहुन्छ, पशु पन्छीको लागि प्रार्थना गर्दै हुनुहुन्छ, देशमा भने आफन्तहरूलाई प्रार्थना गर्दै हुनुहुन्छ भने तपाईँको बोलीमा शक्ति छ, तपाईँको त्यो पावर छ भने तपाईँले बोलेको कुरा चाहिँ तपाईँले नदेखे पनि त्यो स्वतः निस्कन्छ र एउटा आगोको रूप लिन्छ र त्यो आगोको रूप लिएर चाहिँ वेबबाट चाहिँ तपाईँले कहाँ पठाउनु भएको त्यो त्यही जान्छ। त्यसरी तिम्रो मुखबाट निक्लेको पनि व्यर्थमा फर्कने छैन। त्यो जे कामको लागि पठाएको हो त्यही काममा त्यो पुग्नेछ, काम नगरिकन फर्कने छैन भनेको छ। अनि त्यो तपाईँले जहाँ पठाउनु भएको हो नि त्यहाँ गएर त्यो शरीरभित्र त्यो पस्छ। तपाईँले नदेखेको कारणले गर्दाखेरि तपाईँलाई विश्वास नलागेको। अहिले यहाँ एउटा रेडियो ल्याउने हो भने रेडियोलाई यसरी अन गर्ने हो भने रेडियोभित्र के आउँछ? गीत बज्न थाल्छ, हो, समाचार आउन थाल्छ, भित्र मान्छे बोल्न थाल्छ। तर बोलेको चाहिँ कहाँ हो? स्टेसनबाट बोलेको। त्यो बोलेको कुरा चाहिँ त्यो स्टेसनबाट टावरले टिपेर चाहिँ त्यो फ्रिक्वेन्सी गरेर त्यो रेडियो भएको ठाउँमा फालिदिन्छ। किनकि रेडियो भएको ठाउँमा त्यस्तै एउटा ट्रान्सफर्मर राखिन्छ, जुन ट्रान्सफर्मरबाट बोलेको हुन्छ त्यो ट्रान्सफर्मर राखेको हुन्छ। अनि उता बोलेको कुरा यताको म्याग्नेटिकले तान्छ र फ्रिक्वेन्सीले फालेर त्यसलाई के गरिदिन्छ? तरङ्गमा, वेबमा आएर त्यो तरङ्गको रूपमा बसेको हुन्छ। जस्तै तपाईँ ट्युनिङ गर्नुहुन्छ त्यो आवाज भएर बाहिर निस्कन्छ। तर मेरो भन्न खोजेको कुरा के हो भन्दा रेडियो अफ गर्दा पनि त्यो ट्युनिङ आएर रेडियोमा आएर बसेको हुन्छ। त्यस्तै तपाईँले बोलेको वचन पनि जहाँ जानुपर्ने हो त्यहाँ गएर बसेको हुन्छ, त्यहाँ गएर ठोकेको हुन्छ, त्यहाँ गएर त्यो वचनले के गरेको हुन्छ? धक्लेको हुन्छ। यसकारण तपाईँले जब वचनलाई बोल्नुहुन्छ नि, जब तपाईँले घोषणा गर्नुहुन्छ नि, बल्ल त गुनाह हुन्छ। मेरो घरमा यो भएन, मेरो परिवारमा यो भएन, यो त्यो भएन भनेर भन्नुभन्दा त्यसको निम्ति घोषणा गर्नु राम्रो। घोषणा गर्दा त्यसको परिणाम नलिनुहोस्, त्यसको ठ्याक्कै उल्टो बोल्नुहोस्। श्राप छ भने के बोल्नुहोस्? जीवन बोल्नुहोस्। रोग छ भने के बोल्नुहोस्? चङ्गाई बोल्नुहोस्। ऋण छ भने के बोल्नुहोस्? प्रशस्त बोल्नुहोस्। अभाव छ भने प्रशस्त बोल्नुहोस्। जे छ त्यसको उल्टो बोल्नुहोस्, तर विश्वासद्वारा बोल्नुहोस्, बार बार बोल्नुहोस्, घोषणा गर्नुहोस्, भित्रबाट विश्वासका साथ बोल्नुहोस्। जब त्यो बोल्नुहुन्छ त्यो चाहिँ दौडेर त्यो ठाउँमा पुग्छ, त्यो ठाउँमा पुग्छ। उहाँले बोल्नुभयो र उज्यालो भयो। त्यही गुण प्रदत्त हामीमा पनि छ, हामीले प्रयोग गर्यौँ। तपाईँले पास्टर गुरुबाहरूसँग प्रार्थना पनि गराउनु नगराउनु भने होइन, गराउनु राम्रो कुरा हो। तर अरू बेला पनि तपाईँले मेरो मात्रै प्रार्थनाको भर नपर्नुहोस्। तपाईँ आफै एक योद्धा बन्नुपर्छ। तपाईँ आफैले घोषणा गर्न थाल्नुभयो भने नै तपाईँको पनि मुखबाट निक्लेको शब्दले काम हुन्छ। म मात्रै बोलेर हुने होइन, जुन अधिकार ममा छ त्यो अधिकार तपाईँसँग पनि छ। जुन सन्तान म पनि हो त्यो सन्तान तपाईँ पनि हो। जुन वचन मलाई दिएको त्यो वचन तपाईँसँग पनि छ। अनि जुन मलाई मुख दिएको त्यो मुख तपाईँसँग पनि छ। छैन मुख? मुख छैन भन्नेले हात उठाउनुहोस्। छ नि है? मुख छ नि? मुख छ नि? लाटो हुनु एउटा श्रापित हो। हामी कोही लाटो छौँ यहाँ? छैन। बोल्न त कम्ता बाटोमा हामी।
बाइबलले भन्छ हितोपदेश 18:21 वचनले तेरो मुखमा जीवन र मृत्यु छ। जीवन बोल्छस् जीवन हुन्छ, मृत्यु बोल्छस् मृत्यु हुन्छ। तर मैले अहिलेसम्म कसैको मृत्यु मागेको छैन। साँच्चै मृत्यु माग्ने हो भने मृत्यु आउनु पनि सक्छ, तर हामी मृत्युको कुरा गर्दैन, हामी जीवन बोल्छौँ। त्यसकारण तपाईँको पिताले अन्धकारको बयान गर्नु भएन, उहाँले उज्यालो बोल्नुभयो, उज्यालो हुन आयो। तपाईँले पनि त्यही कला सिक्नुहोस्। तपाईँले भन्नुहोस्, त्यसको उल्टो बोल्नुहोस्, भन्नुहोस् येशूको नामले होस्। जब तपाईँले बोल्नुहुन्छ नि, त्यो वचन आगो जस्तो भएर दौडेर त्यो ठाउँमा ठोकिन्छ, अनि त्यो ठाउँमा गएर त्यसले के गर्छ? धकेल्छ। भजन सङ्ग्रह 147 को 15 पद। तपाईँले बोलेको वचन कसरी दौडिन्छ त हेर्नुहोस् त। पढ्नु पर्यो हो बाइबल, खानु पर्यो, घोषणा गर्नु पर्यो। उहाँले पृथ्वीमा आदेश पठाउनुहुन्छ, उहाँको वचन अति तेज गतिमा दौडन्छ। ल हेर्नुहोस् त, उहाँले पृथ्वीमा आज्ञा आदेश वचन पठाउनुहुन्छ, त्यो वचन चाहिँ अति तीव्र गतिले दौडिन्छ। आमेन भन्नुहोस् त। तीव्र गतिले केले अरे? वचन कसरी दौडिन्छ अरे? तीव्र गतिले। तपाईँले यहाँबाट साउदी अरेबिया पठाउनु भएको हो भने त्यो साउदी अरेबिया जान्छ। मलाई धेरै पहिला एकजना बोक्सी काम गर्ने व्यक्तिले भन्नुभएको थियो है, बेलुका फोन गरेर नाम नसोध्नु होला। उहाँले पहिला पहिला बोक्सी सिक्दा, हाम्रै चर्चमा हुनुहुन्छ, उहाँले पहिला बोक्सी सिक्दाखेरि 3-4 जना बोक्सी मिलेर सिकेको अरे। अनि 3-4 जना व्यक्ति बोक्सी सिकेको व्यक्तिले फेरि के भन्नुभयो अरे भने थाहा छ? फलाना फलाना व्यक्तिको छोरा चाहिँ विदेशमा छ, यसको घरमा राम्रो कमाउन थाल्यो, यसको प्रगति हुन थाल्यो। अनि त्यो 3-4 जना बोक्सीहरू मिलेर चाहिँ के गरे त भन्दा नि तन्त्र मन्त्र गरे अरे। खुब मनबाट तन्त्र मन्त्र गरे अरे। तन्त्र मन्त्र गरेर यिनीहरूले मन्त्र पठाइदिए। कहाँ? नेपालमा। कहाँ? साउदी अरब। साउदी अरब जानलाई लगभग 4 घन्टा लाग्छ प्लेनमा। हिँडे जाने हो त बुढै भइन्छ। मरुभूमिको बाटो र धेरै प्रकारको समुद्रको बाटोमा जानुपर्छ। उनीहरूले जब तन्त्र मन्त्र गरेर पठाइदिएको 1 हप्तामा ऊ चाहिँ घरै आएछ। खासा राम्रै थियो, कमाइ जागिर राम्रै थियो, तर 3-4 जना मिलेर तन्त्र मन्त्र गरेर उनीहरूले चाहिँ मन्त्र उनको नाममा भागेर पठाइदिएको अरे। सट्टै 1 हप्ता त केटो घर। हजुर रियलमा त्यो 3-4 जना बोक्सी मध्ये अहिले उहाँ चर्चमा हुनुहुन्छ। फेरि त्यो व्यक्ति अहिले बोक्सी विद्यामा हुनुहुन्छ। उहाँले सिक्दै गर्दा निपुण भएको होइन, सिक्दै गर्दा घटना मैले बताउनु भएको थियो गोप्यमा। कहिले नसोध्नु मलाई को हो भनेर फेरि ज्यान गए बताउनु न। हजुर मलाई भन्न पनि छैन, मैले गोपनीयता राख्न सक्छु कि। हामीले मान्छेको पुरानो जीवन हेर्ने होइन, अहिलेको उसको नयाँ जीवन हेर्ने हो। तपाईँलाई थाहा छ मैले कसैको जात पनि सोध्दिनँ। म सोधेको छु कसैको जात, तपाईँ यहाँ आउनु छ, मलाई अगाडिको नाम भए पुग्छ, मलाई नयाँ जीवन भए पुग्छ। मलाई पुरानो मान्छे, मलाई नयाँ मान्छे चाहिएको हो, मलाई जात चाहिएको होइन। जातले यहाँ केही पनि गर्दैन। जातको काम संसारमा हो, यहाँ चर्चमा जातको काम छैन। यहाँ जो पनि आउँछ त्यो परमेश्वरको सन्तान हो। आमेन भन्नुहोस्। यहाँ रूप हेरिँदैन, रङ हेरिँदैन, यहाँ धनी हेरिँदैन, गरिब हेरिँदैन, यहाँ चाहिँ नयाँ मान्छे हेरिन्छ। परमेश्वरमा नयाँ भएको व्यक्ति हेरिन्छ। यहाँ कुनै पनि भेदभाव छैन कसैलाई, कुनै पनि भेदभाव छैन। थुप्रै जाति आउन बाँकी छ। मैले प्रार्थना गर्छु प्रभु यो ठकुरी जाति थुप्रै जाति सबै आउनु यहाँ, कुनै पनि जातिको कमी नहोस् यहाँ, होइन? कुनै पनि जाति, राई हुन्, लिम्बू हुन्, सबै जाति फेला पारियोस् कि हामीभित्र समानतामा। मैले अब प्रसङ्गमा आउँछु। उहाँहरू तन्त्र मन्त्र गरेको अविश्वास मान्छेले फु गरिदिएको मन्त्र त साउदीमा गएर ठङ्ग लाएर फर्को।
हजुर अन्धकारको शक्तिको अलिअलि खतरा कुत्रो फुस्छ मन्त्र फेक्ने, अरूले फेकेको मन्त्र त उहाँको साउदीको मान्छे फुर्लुकै फर्केर घर आयो। तपाईँ र म त परमेश्वरको स्वभावमा बनेको व्यक्ति, परमेश्वरको वचनको अख्तियार भएको मान्छे, पवित्र आत्माको शक्ति पाएको मान्छे, आत्मा कालो अक्षरको बाइबल बोकेको मान्छे, मुखमा प्रार्थना, अन्य भाषा, धन्यवाद र आराधना बोकेको मान्छे। तपाईँले बोलेको कुरा के हुँदैन र? हुन्छ हुँदैन? अन्य जातिले यसो गरेर पठाइदिएको मन्त्रले काम गर्ने, हामीले जीवित परमेश्वरको मुखमा वचन बोलेर पठाएको वचनले काम नगर्ने? काम गर्छ, काम गर्छ, काम गर्छ। परमेश्वरको वचनमा उत्पत्ति गर्ने शक्ति छ। बाउको गुण छोरासँग पनि हुन्छ। आमेन भन्नुहोस्। अब बाउको गुण छोरामा छैन भने कि पल्ला गरेको हो कि पल्ला गरेको होला, त्यो देखेलाको रुममा बस्छ। हजुर हुनु पर्यो नि। हाम्रो बाउको गुण हामीसँग छ भन्नु त। हाम्रो बाउको, तपाईँको शारीरको बाउको भनेको होइन, माथिवाला बाउको कुरा गरेको। हाम्रो बाउको गुण मसँग पनि छ। उहाँले बोल्नुभयो, उज्यालो भयो। म पनि बोल्छु, उत्पत्ति हुन्छ। आमीन। अब के भन्नुहुन्छ? त्यो पुरानो बोली नदोहोऱ्याउनु छ भने नयाँ बोल्नुहोस्। समस्याको नाम लिन पनि पर्दैन। वचनले भन्यो, उहाँले जब आफ्नो आदेश पठाउनुहुन्छ, वचन अति तीव्र गतिले दौडिन्छ। तिनीहरूले पठाएको पनि साउदीमा पुग्यो त, अनि हामीले पठाएको पुग्दैन। हामीले पुग्दैन। पहिलो कुरा हामीले पदाउँदै त्यही भएर पुग्दैन। हामीले विश्वास नै गर्दैनौँ, त्यही भएर पुग्दैन। हाम्रो मुख गतिलो छैन, त्यही भएर पुग्दैन। हाम्रो जीवन ठिक छैन, त्यही भएर पुग्दैन। तर तपाईँको जीवनशैली ठिक छ, हाम्रो जीवनशैली छ भने जान्छ, पुग्छ। फेरि हामीले चाहिँ कसैको कुबलो गर्न मिल्दैन। हाम्रो मन्त्र फेरि कस्तो खालको मन्त्र हो भने अर्कालाई खतम पार्ने मन्त्र विश्वासमा हुँदैन। कोही व्यक्तिले पनि प्रभु यसले त मलाई साह्रै दुःख दियोस् त खुट्टो ठुनुकै पार्दैन, यो प्रार्थना हुँदैन। प्रार्थनामा कसैको दण्ड माग्न पाइँदैन। प्रार्थना केवल राम्रो कुरा मात्रै सुनवाई हुन्छ है, पोजिटिभिटी। त्यसले गर्दा परमेश्वरको वचनमा के गर्ने शक्ति छ? सृष्टि गर्ने शक्ति छ। अनि हामीसँग पनि सृष्टि गर्ने शक्ति छ। तपाईँ बोल्नुहुन्छ, एकचोटि बोल्दा भएन, दुईचोटि बोल्नुहोस्, दुईचोटि बोल्दा भएन तीनचोटि बोल्नुहोस्, तीनचोटि भएर 6 चोटि 7 चोटि बोल्नुहोस्, 10 चोटि 15 चोटि 20 चोटि घोषणा गर्नुहोस्, घोषणा गर्नुहोस्, घोषणा गर्नुहोस्। एक दिन त्यो त तपाईँको जीवनबाट गइसकेको हुन्छ। तर घोषणा गर्नुहोस्। बाइबल पढेर थन्काएर राख्ने बानी छ। हामी यति बुद्धिविहीन होइनौँ खाना पकाएर राखेर चुपचाप लाएर बस्ने। हामी त बुद्धिमान मान्छे हो, खाना पकाउँछौँ पनि, खाना खान्छौँ पनि, अनि खाना खाने मात्र हामी टोइलेट जान्छौँ पनि, हामी बाइबल पढ्छौँ पनि, बाइबल बोल्छौँ पनि। हजुर टोइलेट जानु भनेको पश्चाताप गर्नु। हामी बाइबल पढ्छौँ पनि, हामी बाइबल बोल्छौँ। बाइबल पढ्ने मान्छे मात्र शक्तिशाली हुँदैन, बाइबल पढेर बोल्ने मान्छे शक्तिशाली हुन्छ। आमेन भन्नुहोस् त। बाइबल पढ्ने मान्छेले उत्पत्ति गर्न सक्दैन, बाइबल पढेर बोल्ने मान्छेले उत्पत्ति गर्न सक्छ। यो क्लियर छ। बाउको गुण बताइदिन्छु है मैले। तपाईँ र मेरो बाउले अन्धकारको कुरा गर्नु भएन, उहाँले बोल्नु। तपाईँले पनि के गर्ने हो? येशूको नाममा बोल्ने, बोल्नु। तपाईँले आफ्नो गरिबमाथि कहिले बोल्नु भएको छ? आफ्नो श्रापमाथि कहिले बोल्नु भएको छ? गतिलेरी बोल्नु भएको छ? छैन। तपाईँ अर्कासँग झगडा गर्दा तपाईँको आवाज कत्रो हुन्छ? हजुर कत्रो हुन्छ? कत्रो हुन्छ? हजुर बेलुका त घाँटी सुकिरहेको हुन्छ। बेलुका के हुन्छ? घाँटी सुकिरहेको हुन्छ। झगडा गर्दा जुन एनर्जी आउँछ नि, त्यो एनर्जीले कहिले घोषणा गर्नुभएको? 700 हृदयले भन्नुहोस् त, गर्नु भएको छ? छैन। जोड नबरिकन भन्नुपर्दा छैन। कहिले कहिले सम्झेर भन्नुभएको होला, मैले माने। तर जुन प्रकारको एनर्जी साथ अहिले तेरा दाँत नि
जसरी आउँछ नि एक किसिमको, मलाई फेरि झगडा जस्तो आउँदैन। त्यतिको भनेको मात्रै, सिकाएको मात्रै, त्यस्तो झगडा गर्नु मलाई आउँदैन। जति गाली गर्नुभयो म चुप लाएर बस्छु। यो वचन बोल्दा मात्र म तेज बोल्ने। झगडा गर्दा जुन एनर्जी आउँछ त्यो एनर्जीका साथ, त्यो विश्वासका साथ जब तपाईँले घोषणा गर्नुहुन्छ भने नि तपाईँको समस्या त्यो वचनले हटाइदिन्छ। बुझ्दै हुनुहुन्छ? यो शक्ति, यो हो तरिका। समस्या छ, ओके, समस्या नभएको मान्छे कोही पनि हुँदैन। तर समस्यालाई तपाईँ बोल्नु पर्यो। के गर्नु पर्यो? बोल्नु पर्यो। चर्को गरी किन बोल्नु पर्यो भन्दा तपाईँहरू म परमेश्वरको होइन हो। चर्को बोल्दा के हुन्छ भने चर्को आवाज के हुन्छ, भित्रबाट आएको चाहिँ अलिकति के हुन्छ, स्ट्रङ हुन्छ क्या। भित्र विश्वास बोलेको मान्छे के हुन्छ, चर्को आउँछ क्या, एकदम चर्को आवाज बोल्दा नि केही हुन्छ, केही हुन्छ। कहिले कहिले प्रार्थना गर्दा चर्को पनि गर्नुपर्छ। सधैँ चर्को त होइन, तर त्यो विश्वासका साथ जब तपाईँले बोल्नुहुन्छ नि त्यसले काम नगरेको फल खाँदैन। आज म तपाईँलाई सिकाउन चाहन्छु। मसँग 4वटा बुदा थियो, मसँग समय नपुग्ने भयो किनकि पवित्र आत्माले यही कुरालाई कन्टिन्यू गर्दै हुनुहुन्छ। तपाईँको बाउको गुण आज म बताइदिन्छु। समस्याको नाम नलिनुहोस्, समस्याको तारिफ नगर्नुहोस्, समस्यालाई ठुलो नबनाउनुहोस्, समस्याको चर्चा नगर्नुहोस्, समस्यालाई ठुलो बनाएर नबस्नुहोस्, त्यसको उल्टो कुरा गर्नुहोस्। पेट ढाडिएको छ, आम्मा ढाडिएर कत्रो भएको है मेरो पेट भन्नु भनेको त्यो पेटको प्रशंसा गर्नु, त्यसको उल्टो बोल्नु पर्यो। मलाई अहिले केही समयमा भोक लागेको घोषणा गर्दछु, मेरो पेट ठिक भएकोमा घोषणा गर्दछु, मेरो स्वास्थ्य राम्रो भएकोमा घोषणा गर्दछु, मेरो छोरा, मेरो छोरी, मेरो परिवार, मेरो सम्पत्ति, मेरो सबै कुरा येशूको नाउँमा परिवर्तन भएकोमा घोषणा गर्दछु। जब तपाईँले यो घोषणा गर्नुहुन्छ नि, यो बौलाले जस्तो बारी मान्छेले पागल भएको छ भने नि भन्न दिनुहोस्, केही फरक पर्दैन। हामी धेरै सज्जन भएर कुरो बिग्रियो, अरूले के भन्छ कि अरूले के सोच्छ हो, त्यो भएर बिग्रियो। घोषणा गर्नुहोस्। तपाईँको बाउले गर्दा हुन्छ भने छोराले गर्दा पनि हुन्छ। बाउमा जुन गुण थियो छोरामा नि त्यही गुण छ। उत्पत्ति 1:3 भन्छ उहाँले बोल्नु भयो र उज्यालो भयो, उज्यालो भयो। अनि आज तपाईँ र मैले पनि यो गुण सिक्नुपर्छ। 2 नम्बर बुदा, म यसलाई चिपचिरो लान्छु है। अब 2 नम्बर बुदा, उज्यालोले अन्धकार र अव्यवस्थालाई बदलिदिन्छ। उज्यालोले अन्धकारलाई र अव्यवस्थित जीवनलाई के गरिदिन्छ? बदलिन्छ। जब उज्यालो तपाईँभित्र छिर्यो भने नि यसले तपाईँको अव्यवस्थित जीवनलाई व्यवस्थित बनाइदिन्छ र तपाईँको अन्धकारलाई यसले उज्यालोमा रूपान्तरित गरिदिन्छ। उहाँको ज्योति हामीमा पस्यो भने हामी बदलिन्छौँ। सृष्टिको क्रममा उज्यालो नआएसम्म पृथ्वी आकारहीन र रित्तो थियो। उज्यालो आएपछि मात्रै क्रमबद्ध सृष्टिको सुरुवात हुन्छ। त्यसैगरी परमेश्वरको वचनले हाम्रो जीवनको अस्तव्यस्ततालाई, भ्रमलाई पनि व्यवस्थामा बदलिदिन्छ। किनकि अन्धकारबाट उज्यालो चम्किनुपर्छ। उज्यालोले के गर्छ अन्धकारलाई? जब परमेश्वरको वचन चाहिँ हाम्रो हृदयबाट जब बोल्न थाल्छौँ नि, हाम्रो जीवनबाट अन्धकार र अव्यवस्थित हटेर जान थाल्छ। म यति नै भन्छु, मैले मेरो परिवारलाई, म सेवकाईमा आउनुभन्दा अगाडि भन्थे म मेरो पुस्तालाई पलटाउनेछु। फेरि पनि भने भाइ, म मेरो पुस्ता, म पछिको मेरो पुस्ता शिक्षित, आशिषित, कसैसँग माग्नु नपर्ने, कसैसँग डिपेन्डेन्ट हुनु नपर्ने, परमेश्वरबाट हरिभराउ, परमेश्वरको प्रशस्तता म पछिको मेरो पुस्ता हुनेछ। मेरो घोषणा हो, मेरो घोषणा हो। त्यो घोषणा अहिले मेरो जीवनमा, मेरो परिवारमा पुरा हुँदैछ। घोषणा गर्नुहुन्छ त्यो कुरा तपाईँको जीवनमा हुन आउँछ, घोषणा गर्नुहुन्न हुन आउँदैन। हिन्दूमा एउटा श्लोक छ, अमन्त्रम अक्षरम नास्ति नास्ति मूलमानव सद
अयोग्य पुरुषका नास्ति भन्ने एउटा श्लोक छ। के भनेको थाहा छ? शब्दलाई उसले के दिएको छ? हिन्दू शास्त्रमा शब्दमा के अरे त्वम ब्रह्मसि शब्द अमन्त्रम अक्षरम नास्ति नास्ति मूल मनोसदम अयोग्य पुरुष त नास्ति अयोग्य भनेर के भनेको भने आयुर्वेदिक उपचार नभएको झाल हुँदैन रे। उसले भनेको है अमन्त्रम अक्षरम नास्ति नास्ति मूल मनोसदम। अनि कुनै पनि बोट बिरुवामा केही न केही तत्त्व हुन्छ हुँदैन? केही न केही बिमारी निको पार्ने केही न केही तत्त्व पाइन्छ। त्यस्तै शब्दमा नि केही न केही शक्ति हुन्छ भनेको। शब्दमा शक्ति हुन्छ भनेको अमन्त्रम अक्षरम नास्ति नास्ति मूल मनोसदम। शक्ति नभएको शब्द हुँदैन हुँदै हुनुहुन्छ? शक्ति नभएको शब्द हुँदैन। त्यस कारण तपाईँको घोषणा शब्द हो, त्यो घोषणा तपाईँले कस्तो गर्दै हुनुहुन्छ? त्यो घोषणाले तपाईँलाई के गराउँछ? त्यही जे घोषणा गर्नुभएको छ त्यतितर्फ तपाईँलाई डोर्याउँछ। त्यसकारण दोस्रो कुरा हो उज्यालो जब हाम्रो जीवनमा आउँछ, जब वचनलाई हामीले घोषणा गर्छौँ तब हाम्रो जीवनलाई अन्धकारलाई चिर्न थाल्छ। हाम्रो अस्तव्यस्त जीवनलाई बदलिन थाल्छ। यसैया 45 को 7 पद पढ्नुहोस् त। छिटो गएँ है त। यसैया 45:7 म उज्यालो बनाउँछु, अन्धकार पनि मैले सृष्टि गरेको हो। यसैया 45:7 मैले उज्यालो बनाए सृष्टि गरेँ, ल्याउँछु र सृष्टि गर्छु। म परम प्रभुले यो सबै काम गर्छु। अँध्यारो पनि मैले बनाएको, ज्योति पनि मैले बनाएको, आशिष पनि मैले ल्याउँछु। तर जब त्यो ज्योति हाम्रो जीवनमा आउँछ त्यसले सबै कुरालाई बदलिदिन्छ के। 2 कोरिन्थी 4:6 पनि पढौँ त। पावलले के भन्नुहुन्छ कोरिन्थीको मण्डलीलाई? किनकि अन्धकारबाट उज्यालो चम्किने भन्ने कुरा लेखेको छ त्यहाँ। पढ्नुहोस् 2 कोरिन्थी 4:6। एकछिन पख त के यो वचनमा के भनेको छ? जुन परमेश्वरले अँध्यारोबाट ज्योति चम्कोस् भन्नु भनेको कहाँ सङ्केत गरेको? उत्पत्ति 1:3 हो कि नै हो? उत्पत्ति 1:3 भन्दैछ पावल। कोरिन्थीको मण्डलले कहाँ उत्पत्ति 1:3 कहाँ 2 कोरिन्थी 4:6 ज्योति यस ल हेर्नुहोस्। उत्पत्ति 1:3 पावलले घोषणा गर्दैछन् जुन परमेश्वरले अँध्यारोबाट उज्यालो होस् भन्नुभयो त्यो ज्योति येशूमा र तपाईँ र ममा चम्किएको छ। अनि त्यो ज्योति जब हाम्रो जीवनमा चम्किन्छ, जब वचन हाम्रोमा घोषणा हुन्छ तब त्यसले सबै अव्यवस्थालाई फालिदिन्छ र तपाईँलाई सुव्यवस्थित गर्न थाल्छ। यो कुरा बुझ्नु पर्यो। म 3 नम्बरमा गएँ। उज्यालोले असल र परमेश्वरको स्वभावलाई प्रकट गर्छ। 3 नम्बर उज्यालोले असल र परमेश्वरको स्वभावलाई प्रकट गर्छ। चौथो दिनमा बनाएको ज्योतिको कुरा गर्नु भएको होइन। पहिलो दिनमा बनाउनु भएको उज्यालो चाहिँ त्यो चाहिँ परमेश्वरको स्वभाव हो, त्यो चाहिँ परमेश्वरको गुण हो। अनि त्यो ज्योति असल छ। 4 पदमा भनिएको छ परमेश्वरले, अब यो पनि 4 पद आउँछ, म अर्को हप्ता ल्याउँला। 4 पदमा के भनेको छ? परमेश्वरले उज्यालोलाई देख्नुभयो भन्नुभयो, त्यो चाहिँ असल। उज्यालो केवल कार्यात्मकबाट होइन, असल परमेश्वरको आफ्नै स्वभावको प्रतिबिम्ब पनि हो। परमेश्वर स्वयं उज्यालो हुनुहुन्छ, उहाँमा कुनै अन्धकार छैन। 3 पदमा उज्यालो होस् भनेको नि उहाँको गुण झल्किएको हो।
अनि उहाँ ज्योति हुनुहुन्छ, उहाँ उज्यालो हुनुहुन्छ। पहिलो यूहन्ना 1 अध्यायको 5 पद पढ्नुहोस् त के भन्छ। उत्पत्ति 1 अध्यायको 3 पदको यसको कनेक्सन हेर्नुहोस् बाइबलको, पढ्नुहोस्। पहिलो यूहन्ना 1 अध्यायको 5 वचन। हामीले जे देखेका छौँ, सुनेका छौँ, सो हामी तिमीहरूलाई सुनाउँछौँ, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। पहिलो यूहन्ना 1 को 5। यस, परमेश्वर ज्योति हुनुहुन्छ। यो उहाँ ज्योति हुनुहुन्छ, उहाँ उज्यालो हुनुहुन्छ, उहाँमा कति पनि अँध्यारो छैन। हो, उत्पत्ति 1 को 3 पदमा आएको ज्योति चाहिँ परमेश्वर स्वयं आफै हुनुहुन्छ। उहाँको गुण हो, उहाँको स्वभाव हो, उहाँमा कति पनि अन्धकार छैन। त्यसकारण त्यो ज्योति चाहिँ स्वयं उहाँ आफै हो, जुन चाहिँ पहिलो दिन उज्यालो होस् भनेको उहाँ आफै प्रकट हुनुभयो। तपाईँलाई थाहा छ, तपाईँको घरमा सेफेल चिनहरू छ नि, एलइडी भन्छ भाइ, बत्ती चिन ब्लब। त्यो ब्लबको उज्यालो एक किसिमको छ भने उज्यालोको बिहानको उज्यालोको ज्योति अर्कै किसिमको छ। दुईटा एउटै होइन। त्यो जति नै सेतो देखिए तापनि त्यो दिनको उज्यालो, दिनको ज्योति जस्तो छैन। म तपाईँलाई एउटा उदाहरण दिन्छु। ठुलो ठुलो बल्ब हाम्रो बरघाटमा लगाएको छ, त्यो मैले त्यहाँ अनलाइन गर्दै गर्दा। अब म तपाईँलाई एउटा प्रश्न सोध्छु, तपाईँले सियोमा धागो हाल्नु पर्यो भने राति हाल्न सक्नुहुन्छ कि भोलि बिहानको ज्योतिमा हाल्न सक्नुहुन्छ? भन्नुहोस् त। राति जति नै उज्यालो भए पनि सक्नु। रातिको आर्टिफिसियल ज्योति अलग हो, तर उहाँले दिनमा जुन प्रकारको ज्योति दिनुभएको, जुन प्रकारको एउटा ज्योति छ त्यो अलग हो। त्यो दुईटा कुरा सँगै जाँदैन। अनि चन्द्रमाको ज्योति, सूर्यको ज्योति अलग हो, परमेश्वर चम्कनु भएको ज्योति अलग हो। परमेश्वरको ज्योति चम्केको पहिलो दिन हो, सूर्यको ज्योति बनाएको चौथो दिन अलग ज्योति हो। यो कुरा हामीले बुझ्नु पर्यो है। त्यहाँ परमेश्वर ज्योति हुनुहुन्छ। र याकुब 1 को 17 पनि पढौँ त। याकुब 1 को 17। हिब्रू पछाडि याकुब 1:17। ल पढ्नुहोस् त। हरेक असल वरदान कहाँबाट आउँछ अरे? ज्योतिका पिता, ज्योतिका पिता। यो पदले पनि उहाँलाई त्यही उज्यालो र त्यही ज्योतिको सम्बोधन गरेको छ। हामीले बुझ्नु पर्यो। उत्पत्ति 1 अध्यायको 3 पद चाहिँ तपाईँ म लहर टुङ्ग्याउँछु। 4 नम्बर बुँदा ख्रीष्टमा पुरा उज्यालो प्रकट भयो। अब त्यो ज्योति नि उत्पत्ति 1 अध्यायको 3 उज्यालो भयो भने आएको उज्यालो छ नि, त्यो एउटा छाया र पूर्व सङ्केत मात्र थियो। यूहन्नाको सुसमाचारले हामीलाई देखाउँछ कि त्यही ज्योति जो वचन हो मानिस भई यो संसारमा आउनुभयो। यूहन्ना 1 अध्यायको 4 र 5 पद पढौँ। अब म येशूमा त्यो ज्योति ल्याउँछु, हेर्नुहोस् है। उत्पत्ति 1 को 3 मा उज्यालो होस् भनेको ज्योति अब येशूमा आउँदैछ। ल पढ्नुहोस्। उहाँमा जीवन थियो, उहाँमा जीवन थियो, त्यो जीवन मानिसहरूको ज्योति थियो, ज्योति थियो, त्यो ज्योति अन्धकारमा चम्कन्छ, अन्धकार त्यसमाथि विजयी भएको छैन। हालेलुया, आमेन, हालेलुया। हेर्नुहोस् त, त्यो ज्योति अब येशू भएर आउनुभयो। अनि येशूले यूहन्ना 8 को 12 मा के भन्नुभयो? म संसारको। त्यो ज्योति कहाँ थियो? उत्पत्ति 3 मा थियो। उज्यालो होस् भन्ने ज्योति, त्यही ज्योति 5 नम्बर बुँदा, अन्तिम बुँदा निष्कर्षमा गए अब है। 5 नम्बर, अब येशू ख्रीष्ट त्यो ज्योति हुन्छ भने त्यो ज्योति अब उहाँले हामीलाई दिएर जानुभएको छ।
जति उज्यालोमा हिँड्छौँ त्यति नै हाम्रो वरपरको अन्धकार पात्लिँदै जान्छ। यसुले मत्ती 5:14 मा भन्नुभयो, तिमीहरू संसारको ज्योति हौ। अब उत्पत्ति 1:3 को ज्योति यसु हुँदै अब हामीलाई परमेश्वरले त्यो ज्योति दिनुभएको छ। जब वचनद्वारा त्यो ज्योतिलाई जब हामी घोषणा गर्दछौँ तब हाम्रो जीवन अव्यवस्थित जीवन चाहिँ व्यवस्थित हुन थाल्छ। त्यस कारणले गर्दा अनि यही ज्योतिलाई 16 पदमा गएर मत्ती 5:16 त्यसरी नै परमेश्वरको ज्योति तिमीहरूमा अन्य जातिहरूका चम्कोस् र तिनीहरूले परमेश्वरको महिमा गरून्। अब त्यो ज्योति कहाँ चम्कने अरे? संसारको मान्छेबाट चम्कने। ल हेर्नुहोस्, अब हामी कहाँ आइपुग्दा त्यो ज्योति कसकोमा आइपुगेको छ? हामीकोमा आइपुगेको छ। अनि यो ज्योति चाहिँ जब हामी येशू ख्रीष्टलाई ग्रहण गर्छौँ र बप्तिस्मा लिन्छौँ र जब वचनलाई घोषणा गर्छौँ नि तब हामीबाट एउटा ज्योति प्रकट हुन्छ, एउटा शक्ति प्रकट हुन्छ। मैले अस्ति बाइबल स्कुल पढाउँदाखेरि मैले बताएको थिएँ, पुरा अहिले तपाईँलाई पनि बताउँछु है त। अँध्यारोमा केही पनि कुरा देखिन्न। हाम्रो आँखाले उज्यालोलाई मात्रै सपोर्ट गर्छ, हामीले उहाँकै उज्यालोमा देख्छौँ। यदि उहाँको उज्यालो बन्द गर्ने हो भने हाम्रो आँखाले पनि काम गर्दैन। माथि परमेश्वरले बनाउनु भएको ज्योति यो आँखासँग सम्बन्धित छ। आकाशको ज्योति र उहाँको ज्योति हटाइदिनु भयो भने तपाईँको जति राम्रो भए पनि देख्नुहुन्न। मिश्र देशमा हेर्नुहोस् न, उहाँले ज्योति हटाइदिएपछि मिश्र देशमा के भयो? अन्धकार भएको भएन? आँखाले देख्यो? देख्यो। यो आँखाले देख्नमा उहाँको माथिको ज्योति चाहिन्छ, उसको सहारामा बल्ल यो आँखाले देख्ने। त्यो बुझ्नुहोस्। अनि अर्को कुरा, अविश्वासी र तपाईँ र ममा एउटा कुराको फरक छ। त्यो फरक चाहिँ भौतिकी फरक होइन। तपाईँ र म 4-5 जना यसरी सँगै हिँड्दैछौँ भने कोही व्यक्तिले पनि तपाईँ विश्वासी हो भनेर चिन्न सक्दैन। यदि कसैले टिका लाएर हिँडेको छ, कोहीले बाइबल बोकेछ, देखिएछ भने ए विश्वासी रहेछ भनेर भन्छ, नत्र भने त्यहाँ चिन्न सकिँदैन। तर अदृश्य संसारमा विश्वासी र अविश्वासी छुट्टै चिनिन्छ। कसरी भन्नुहुन्छ भने नि, पावलले एउटा गहन सत्य कुरा के सिकाएका छन् भने नि, हामी आत्मिक दुनियाँबाट हामीलाई दुष्ट आत्माले हेर्दा नि, हामीलाई परमेश्वरले हेर्दा नि अन्य जाति र तपाईँमा फरक देख्छ। हजुर, तपाईँमा र अन्य जातिमा शैतानले के देख्छ? फरक देख्छ। के फरक देख्छ? सोध्नुहोस् त मलाई, के फरक देख्छ भन्नु त? सुन्नुहोस्, म यो बाटो जाँदैछु, अन्य जातिसँग साथी पनि मसँगै जाँदैछ। अब मेरो हातमा नि बाइबल छैन, उसको हातमा नि बाइबल छैन। म पनि एउटा शरीर बोकेर हिँडेको छु, ऊ पनि शरीर बोकेर हिँडेको छ। अनि उताबाट एउटा शैतानले हामीलाई दुईटालाई हेर्दै गर्दा नि मलाई विश्वासी भनेर चिन्छ। उसले कसरी भन्नु? चिन्छ, उसले चिनिहाल्छ। ऊ कुन चर्चको विश्वासी भनेर चिन्छ। यो आँखा कुरा गरेको होइन मैले, आत्मिकीबाट शैतानले तपाईँलाई संसारभरिको मान्छेलाई हेर्दा तपाईँ र ममा एउटा मात्रै फरक देख्छ। अरू थुप्रै फरक भएन, मैले आजको वचनको सन्दर्भमा एउटा मात्रै फरक देख्छु। 2टा 4वटा 5वटा हुलमा एकजना मात्रै विश्वास छ, 5 जनामा 1 जना मात्रै विश्वासी छ, 4 जना तपाईँ र ममा चाहिँ उसले आत्मिक दुनियाँबाट हेर्दा नि मलाई छर्लङ्गै चिन्छ, तपाईँलाई छर्लङ्गै चिन्छ। कसरी भन्नुहोस् त? बताउनु, म तपाईँलाई बताउँछु। फिलिप्पी 2:15 मा लेखा छ, पढाउँदा फिलिप्पी 2:15 मा लेखा छ। ल सत्य मैले बोलिदिएँ तपाईँको लागि। फिलिप्पी 2:15 चर्को गरी पढ्नुहोस्। तिमीहरू चाहिँ निर्दोष र सुधा भएर बरालिएको र टेढो पुस्ता र बरालिएका पुस्ताहरूको बीचमा परमेश्वरको निष्कोट सन्तान हो, जुन पुस्ताको बीच संसारमा तिमीहरू तारा झैं चम्कन्छौ। आमेन। हामी के चाहिँ चम्कन्छौँ अरे? हामी तारा चाहिँ चम्किन्छौँ। तपाईँ हिँड्दा नि तपाईँसँग झिल 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 बत्ती देख्छ शैतानले, अनि त्यो बत्ती त के हो? ख्रीष्टको ज्योति। आमेन भन्नुहोस् त। उत्पत्ति 1:3 को ज्योति। तपाईँ र म हिँड्दा नि बिजुली बालेर, अहिले गीत गाएको थियो, कता हिँडेको बिजुली बालेर, हामीलाई भनेको बिजुली कसले बालेको छ? हामीले बालेको छ। हजुर, कसले बालेको छ बिजुली? दुर्गे थापाले
होइन डेभिड थापाले ज्योति कसले बालेको छ कता हिँडेको बत्ती बालेर त्यहाँभन्दा पछि भनिदिनु कि राम्रो छैन त्यस्ता भन्ने होइन खासमा यो गीत सुन्दा नि मलाई के लाग्छ भने नि खास बल्दै हिँडेको जल्दै हिँडेको ज्योति बन्दै हिँडेको त म हो के तपाईँ हो के पावलले फिलिपीमा के भने फिलिपको पत्रमा तिमीहरू यो संसारमा ताराहरू चाहिँ चम्कन्छौ भन्नु त ताराहरू चाहिँ चम्कन्छौ ताराहरू चाहिँ चम्कन्छौ तिमीले बुझे पनि नबुझे पनि तिमी चम्किरहेछौ भन्नु न म बल्दै हिँडेको छु आमा शैतानले टाढोबाट दिन्छ ऊ आयो हेर बिजुली बालेको हेर झिनझिन झिनझिन झिन तारै सकिन्न यार त्यसको अगाडि त तपाईँ म मैले भनेको होइन हामी यो समयमा चम्किन्छौँ बल्दै हिँडेका छौँ किनकि त्यो ज्योति तपाईँ र मसँग छ आमेन भन्नुहोस् यहाँ त्यसै डराएर छेरेर हिँडे आज विश्वासी पिसाबीहरूमा जान डर लाग्यो अरे कुकुरकै पारिदिन्छु त्यहाँ अहिले अँध्यारो छ अरे हाउगुजीले खान्छ अरे उता बत्ती फिट गरेको छ 1000 भोल्टको बत्ती त्यही मान्छे जान त्यहाँ मलाई पुर्याइदिनु ल डरै यति यति छेर्छ पहिले अँध्यारो देख्नै हुन्न खुट्टा तल्ला खै सबैमा कता हुन्छ अँध्यारो देखे कि सक्यो केही हुँदैन आफू बल्छ थाहा छैन आफू झिल बल्दै हिँडेको तपाईँ त पावर हाउस हो आमेन भन्नु त हामी त पावर हाउस हो भन्नु त हामी त पावर हाउस हो पावर हाउसमा बसेर बत्ती छैन भन्दैछ मैले भने होइन नि पावलले भन्छ तिमीहरू वर्तमान समयमा ताराहरू चाहिँ चम्कन्छौ ताराहरू चाहिँ चम्कन्छौ भन्नु न ताराहरू चाहिँ चम्कन्छौ चम्किने के हो ख्रिस्टको ज्योति त्यो ज्योति जो उत्पत्ति 1:3 उज्यालो होस् भन्नुभयो त्यो ज्योति ख्रिस्ट हुँदै तपाईँ र ममा आएको छ तपाईँले आफ्नो ज्योति देख्नु भएको छैन तर अन्धकारको शक्तिले तपाईँको ज्योति देखेको छ त्यहीबाट तपाईँको नजिक आउँदैन त हजुर त्यहीबाट तपाईँको नजिक आउँदैन तपाईँ पनि उसको नजिक जानुहुन्न उता डराउने यता तपाईँ डराउने यो सबभन्दा खतरा सत्य उता डराउने यता आफू डर मलाई यो कुकुर मारा गुमा भनिदिनुहुन्छ 4 दिनुहुन्छ भने म जान चाहन्छु कहिले दिनुहुन्छ कसैले तर हाम्रै विश्वासी छन् कतिजना अन्धकार देख्ने होइन तपाईँसँग ब्लड फिट भएको छ तपाईँसँग ज्योति छ तपाईँसँग ज्योति छ मसँग ज्योति भन्नु न म संसारको ज्योति हुँ म संसारको ज्योति हुँ म तारा चाहिँ चम्कन्छु म तारा चाहिँ चम्कन्छु यो असलियत कुरा म तारा चाहिँ चम्कन्छु यस कस्तुरी भन्ने एउटा हिमाली भेगमा एउटा कस्तुरी भन्ने एउटा जनावर पाइन्छ त्यसको नाइटोमा एउटा चाहिँ सुगन्धित बास्ना निस्कन्छ के अनि त्यो कस्तुरीको नाकमा पर्छ सट्ट सुन्छ कहाँ बसाएको होला यो भन्दा कतै त्यो झारमा सुन्छ यहाँ पनि होइन रुखमा गएर सुन्छ यहाँ पनि छैन अनि वहाँ सुन्छ त्यहाँ सुन्छ वहाँ सुन्छ वहाँ सुन्छ सुँगेको सुँगै गर्छ आफ्नै पेटबाट यत्रो सुवासना निक्लेको थाहा छैन त्यही सुवासना कहाँ भन्दै त्यो गुमा पिसाबमा झारमा रुखमा खोज्दै सुँग्दै हिँड्छ त्यो कस्तुरी यो हाम्रो विश्वासीहरू पनि त्यही कस्तुरी जस्तै छ हाम्रो विश्वासीहरू पनि कस्तुरी जस्तै चम्किरहेछ लाइट छातो भएन आफैभित्र पावर हाउस छ आफैभित्र ज्योति छ आफैभित्र बत्ती छ आफैभित्र चम्किरहेको छ तर आफै ज्योति छ अनि आफै भन्छ यो अर्का ज्योति कतै छ तपाईँ चम्किनुहुन्छ अन्धकारको शक्तिले तपाईँलाई टाढै चिन्छ बुझ्दै हुनुहुन्छ
जिम्मेवारी भागमा मिना मैला टाढ ऊ आई पातली भने पनि भन्छ केही छैन ऊ आई पातली झिप 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 बत्ती भाग एकटा भागे उता मिना डराएर विचित्र छ फेरि यो कुरा नभए ले हेर्नुहोस् यो वचनले बाटो बनाउँदै लगेको छ हामी आफैमा पावर हाउस हो हामी आफैमा ज्योति हो हामी आफै चम्कन्छौँ भने हामी डराउनु पर्ने जरुरी छैन अन्धारको शक्ति है यसकारण तिमीहरू ज्योति चाहिँ चम्कन्छौ फिलिप्पी 2:15 साह्रै मन छुन्छ यसले बलिएको र टाढा पुस्तामा तिमीहरू ज्योति चाहिँ चम्कन्छौ म अन्तमा गएँ निष्कर्ष उत्पत्ति 1:3ले हामीलाई सम्झाउँछ कि हाम्रो जीवनमा जति नै अन्धकार अस्तव्यस्तता वा निराशा किन नहोस् परमेश्वरको वचनले अझै पनि उज्यालो ल्याउन सक्छ जसरी उहाँले सृष्टिको सुरुमा बोल्नुभयो त्यसरी नै आज हामी हाम्रो हृदयमा बोल्न चाहनुहुन्छ जसरी उहाँ बोल्नुभयो त्यसरी हामी पनि बोलेको परमेश्वर चाहनुहुन्छ आफ्नो जीवनको अन्धकारपूर्ण क्षेत्रको पहिचान गर्नुहोस् तपाईलाई के कुराले हल्लाइराखेको त्यो कुरालाई खोज्नुहोस् र परमेश्वरको वचनलाई त्यहाँबाट बोल्नुहोस् घोषणा गर्नुहोस् अँध्यारो परिस्थितिमा पनि परमेश्वरको वचन र आशा र क्षमताको उज्यालो बन्न सक्छ अन्त्यमा हामी आफैलाई स्वयं अरूको लागि उज्यालो बन्ने बोलावटमा हामीले पाएका छौँ हामी चम्कौँ उत्पत्ति 1:3ले भन्छ उहाँले बोल्नुभयो र उज्यालो भइहाल्यो आज त्यही गुण प्रगट आफ्ना छोराछोरीमा पनि बोलेर निर्माण गर्ने शक्ति परमेश्वरले तपाईँलाई दिनुभएको थियो आज शक्तिशाली कुरा म बताएर आजको वचनलाई अन्त गर्दैछु तपाईँले परिस्थितिको चर्चा नगर्नुहोस् तपाईँलाई दुःख दिने कुराको बयान र व्याख्या नगर्नुहोस् त्यसलाई ठुलो पनि नबनाउनुहोस् बस त्यसको अपोजिटमा बोल्नुहोस् म येशूको नाउँमा घोषणा गर्दछु वचन कण्ठ गर्नुहोस् वचन कठन गरेर एउटा वचन कण्ठ गर्नु 2 दिन लाए पनि कण्ठ गर्नुहोस् र त्यो वचनलाई मुखबाट निकाल्नुहोस् र त्यही कुराको निम्ति बोल्नुहोस् बोल्दा बोल्दा त्यो वचनले त्यसलाई जित्छ र तपाईँ विजयी बन्नुहुन्छ तपाईँ सामान्य विश्वासी भएर नबस्नुहोस् प्रार्थनाको आशा पनि गर्नुहोस् तर सधैँभरि म माथि मात्रै भर नपर्नुहोस् तपाईँ परमेश्वरको वचनमा भर परेर घोषणा गर्ने व्यक्ति बन्नुहोस् तपाईँ बोल्न जरुरी छ तपाईँ बोल्न जरुरी छ शक्तिशाली रूपमा बोल्न जरुरी छ बोल्ने बित्तिकै के हुन्छ त्यसले शक्ति उत्पन्न गर्छ वेभमा जान्छ त्यो वेभमा तरङ्ग उत्पन्न गर्छ अनि तपाईँले बोलेको कुरा त्यहाँ काम नगरिकन फर्काउने छैन म एउटा घटना बताएर अन्त गर्न चाहन्छु कुनै एक ठाउँमा एउटा विश्वासी रहेछ जङ्गलको बाटो भएर जाँदै रहेछ अनि जाँदै गर्दा बाघले क्वापै खाइदिएछ बाघले क्वाप खाएर सबै सरू कुरुम खाइदिन्छ मुख मात्रै छोडेछ अनि मुख किन छोडेको त भन्दा मुखले येशूको नाममा त्यो मुखले विश्वास चाहिँ येशूको नाममा मात्रै सबै खाइदिएछ मुख मात्रै छोडिदिएछ त्यस्तो मुखले येशूको नाममा भनेर हुँदैन सारा हृदयबाट भन्नु पर्यो उसको मुखमा मात्रै येशूको नाम थियो जीवन लथालिङ्ग थियो त्यही भएर बाघले पनि खायो सबै खायो भ्यायो मुख मात्रै छोडिदियो पछि बुझेको किन मुख छोडेको भन्दा त्यो मुखले खालि येशूको नाम त्यही भएर छोडिदियो वचन घोषणा गर्नुपर्छ पाकेको भात खान पर्छ वचन पढेको वचन मुखबाट घोषणा गर्नुपर्छ अनि बल्ल त्यसले केही कुरा बनाउन सक्छ केही कुरा हुन थाल्छ पिताले बोल्नुभयो पवित्र आत्मा परिभ्रमण गर्दै हुनुहुन्थ्यो पिताले शब्द बोल्नुभयो पवित्र आत्मा र शब्द मिलेर उज्यालो निर्माण भयो पवित्र आत्मा हृदयमा हुनुहुन्छ वचन र पवित्र आत्मा जब घोषणा हुन्छ तब तपाईँले चाहेको कुरा तपाईँतर्फ बन्न सुरु गर्दछ म एउटा खण्ड पढेर अन्त गर्न चाहन्छु सबैजना निकाल्नुहोस् कि रोमीको 10 अध्याय रोमी 10 अध्याय हामी सबैले खोलौँ वचन 3 ठाउँमा छ तपाईँ कुन ठाउँमा छ अब खोल्नु होला 8 पद तर यसले भन्छ के भन्छ वचन तिम्रो नजिकै छ तिम्रो मुखैमा र तिम्रो हृदयमा अर्थात् विश्वासको वचन जो हामी घोषणा गर्दछौँ वचन 3 ठाउँमा छ अरे वचन छेउमै छ त्यो छेउमा भएको वचन चाहिँ सिरानीमा भएको बाइबल हो अझै त सुन्नुहोस् है वचन 3 ठाउँमा पाइन्छ अरे वचन तिम्रो नजिकै छ नजिकै भने मतलब सिरानीमा नि छ अनि
अहिलेको त बाङ्ले खा मान्छे हो यही मात्रै। अनि वचनहरूको कहाँ छ अरे? हृदयमा, नजिकै, मुखमा, हृदयमा। मलाई बताउनु त कुन चाहिँ वचनले काम गर्छ हजुर? हृदयमा भएको वचनले जब बोल्नु छ, यहाँ के भनेको छ? जब हामी विश्वासको वचन मुखले बोल्छौँ तपाईँले त्यो कुरा बनाउन थाल्छ। आजबाट तपाईँले वचन पढ्ने मात्रै होइन, वचन परमेश्वरको वचनमा उत्पत्ति गर्ने शक्ति छ। तपाईँ उहाँको छोराछोरी हो, तपाईँले पनि वचन पढेर आफूलाई धुम्नु, वचन पढेको कुरा मुखबाट जब घोषणा तपाईँले गर्नुहुन्छ तब तपाईँले जिताएको कुरा यसले बनाउन सुरु गर्दछ। म विश्वास गर्छु तपाईँले पढेर मात्र होइन, अब घोषणा गरेर तपाईँले आफ्नो जीवनमा आशिष ल्याउनु भएको छ। आजको वचनबाट म तपाईँलाई यही उत्साह दिन चाहन्छु। धन्यवाद। जय मसीह। शालोम। सबैलाई महिमा होस्। हामी सबैजना आफ्नो गोडामा खडा हुनेछौँ र म विश्वास गर्छु तपाईँले वचन मुताबिकलाई आफ्नो जीवनमा लागू गर्नुहुनेछ। हामी सबैजना आफ्नो गोडामा खडा हुनेछौँ र हामी फेरि उठाउँदै हामी प्रार्थना गर्नेछौँ। हालेलुया। थ्याङ्क यू जिसस। 195 नम्बर कोरस गाउँदै जुन वचनमा छ लेखेको, अहिले भर्खर जे सुन्नुभयो वचन, त्यही कुरालाई गएका हाम्रो बाबु भने जसै जसै तपाईँको शक्तिको घोषणा गर्छौँ, जसै तपाईँको नामको प्रशंसा गर्छौँ, जसै तपाईँको शक्तिको घोषणा गर्छौँ, प्रशंसा गर्छौँ, हृदय जोड्नु हो, हटाउनु हो, अन्धकार हटाउनु हो, मरण धारा स्वर्ग और पृथ्वी के मालिक, बात करता हूँ, दिल से बात करता हूँ, तेरी महिमा हो, तेरी स्तुति हो, तेरी जय जयकार हो। फिर एक बार तेरे वचनों से हमें खिलाया प्रभु। धन्यवाद करते हैं उत्पत्ति 1:3 से तेरे ज्योति हमारे ऊपर चमकता है प्रभु। म प्रार्थना गर्दछु, म अन्ध्यारो संसारमा चम्किरहेको छु, म भित्र ज्योति छ, त्यो ज्योति चाहिँ तपाईको स्वभाव हो अनि त्यो ज्योति चाहिँ तपाईसँग थियो।
ज्योति तपाईँले आज हामीलाई दिएर जानु भएको छ। यही ज्योति मत्ती 5:16 चम्किन पठाउनु भएको छ अन्य जातिको बीचमा, र हामी बलिएको र तेरा पुस्तामा हामी ताराहरू चाहिँ हामी चम्किरहेका छौँ। हामीसँग ज्योति छ, हामी डराउनु पर्ने छैन, हामी हतोत्साहित हुनु पर्ने छैन, किनकि हामी पावर हाउस हौ, हामी परम प्रभुको ज्योति बोकेर हिँड्ने व्यक्तिहरू हौ, हामी अन्धकारमा हामी चम्किँदै हिँड्ने व्यक्तिहरू हौ। परम प्रभुको वचनको रेभेलेसनको लागि तपाईँलाई धन्यवाद छ। आजको वचनबाट हामीलाई इन्भेस्टमेन्ट दिनु, हामी परम प्रभुलाई धन्यवाद चढाउँछौँ। हाम्रो मिनिस्ट्री ओमानमा छ, कतारमा, पाकिस्तान र इन्डियाका विभिन्न प्रान्तहरूमा छ। मण्डली र एक सेवक सेविकालाई तपाईँको उपस्थितिमा सामर्थ्य बोल्दछौँ, बोल्दछौँ। प्रभु धन्यवाद प्रभुजी। हाम्रा मानिसहरू कामको सिलसिलामा साउदी, कतार, दुबई, मलेसिया, रोमानिया, ग्रिस, बुल्गेरिया, युके विभिन्न मुलुकमा प्रभु उहाँहरू हुनुहुन्छ। प्रभु एक जीवनलाई तपाईँको उपस्थितिभित्र राख्दछौँ। हामी आशिष बोल्छौँ उनीहरूको जीवनमा, उनीहरूको जीवनमा हामी चङ्गाई बोल्दछौँ, हामी उनीहरूको जीवनमा जीवन बोल्दछौँ। प्रभु उनीहरूलाई तपाईँले सम्हालिराख्नु भएको छ तपाईँको प्रेम र तपाईँको कृपाले। आज हामीले प्रार्थना गरेर ढाँचा फेला पारेका छौँ। तपाईँले अन्धकारको बयान गर्नु भएन, अन्धकारको प्रशंसा नि गर्नु भएन, अन्धकारको पतक खुवाई पनि गर्नु भएन, तपाईँले प्रभु उज्यालोको कुरा गर्नुभयो। आज पिताको टिएनी हामीसँग छ, यसकारण आज हामीबाट पनि तपाईँले त्यही आशा गर्नुहुन्छ। तपाईँ भन्नुहुन्छ जब तिम्रो जीवनमा अप्ठ्यारा परिस्थितिहरू आउँछन् तब त्यो परिस्थितिलाई ठुलो नबनाऊ, तर त्यसलाई समाधान बोला। धन्यवाद चढाउँछु प्रभु। हाम्रा छोराछोरीहरू पढाइको सिलसिलामा जापानमा भएका बाबु नानीहरू, कोरियामा भएका बाबुहरू, अस्ट्रेलियामा भएको छोरी, म सबैको निम्ति आशिषको प्रार्थना, चङ्गाई र समृद्धिको प्रार्थना गर्दछु। उनीहरूलाई तपाईँले अनुग्रह दिनुभएको कारणले उनीहरू त्यहाँ छन्। म प्रार्थना गर्छु तपाईँको सुरक्षाको घेराभित्र, तपाईँको अनुग्रहको घेराभित्र उनीहरू सुरक्षित छन्। सात समुद्र टाढा भए तापनि हाम्रो लागि टाढा हो, तर तपाईँको लागि टाढा होइन। हाम्रो लागि त्यो परदेश हो, तर तपाईँको लागि त्यो परदेश होइन। हामी तपाईँको हक, तपाईँको विश्वासमा हाम्रा बाबु नानीलाई तपाईँको उपस्थितिभित्र राख्दछौँ। हामी प्रार्थना गर्दछौँ हाम्रो मिनिस्ट्री, विशेष गरी आन्ध्र प्रदेशमा भएका हाम्रा मानिसहरू, दिल्ली, बम्बई, गुजरात साइडमा भएका हाम्रा मानिसहरू, नेपालको पूर्व, पश्चिम, उत्तर, दक्षिणमा रहेका, विशेष गरी पर्वतमा, स्याङ्जामा, दमौलीमा रहेका हाम्रा मानिसहरू, पाल्पा, बुटुवालमा रहेका हाम्रो घराना, त्यसै गरी प्रभु बर्दघाट, स्यामरीबार, दबिलामा रहेको हाम्रो घराना, वनदेवी, दुल्की, बजारका, खाँचीमा भएको हाम्रो, त्यसै गरी प्रार्थना गर्दछौँ 2 नम्बर, 3 नम्बर, 6 नम्बर, केराबारी, सपुवानी, खजुरा, पालगडा, विद्युतमा भएका घरानाको निम्ति प्रार्थना गर्दछौँ। पालगडाबाट आउनुभएको एकजना दाजुहरूले प्रार्थनामा विश्वास गरेर प्रवेश आउनु भएको छ। म विश्वास गर्छु उहाँको जीवनमा तपाईँले नयाँ काम गर्नुहुनेछ। म विश्वास गर्छु यसै हप्ता नवलपरासीका 2 ठाउँमा सेवाकाईलाई दखल गर्ने कामहरू भइरहेका छन्। सुस्ता गाउँपालिका 5 मा बसर कमल हरिजनको जीवनमा त्यसमा धावा बोलेका छन्। प्रभु त्यहाँ पनि सेवाकाईलाई अप्ठ्यारो बनाएका छन्। हे परम प्रभु, हामी सुस्तादेखि लिएर सिडिओ कार्यालय, एसपी कार्यालय र प्रभु हामी गृह मन्त्रीसम्म पुग्ने लक्ष्य बनाएका छौँ। जसरी इजरायलीहरू सताइएका थिए त्यसरी हामी सताइएका छौँ, तर जति सताइए तापनि हामी घट्दैनौँ, हामी बढेर छोड्छौँ, किनकि परम प्रभु हाम्रो साथमा हुनुहुन्छ। हामी प्रार्थना गर्छौँ हामीलाई कसरी हल्लाउन सक्ने छैन, किनकि हामी कमजोर होलाौँ, तर परम प्रभु बलियो हुनुहुन्छ। उहाँको उपस्थितिले हामीलाई बलियो बनाउनुहुन्छ। हामी बढेर जानेछौँ, हामी घटेर जाने छैनौँ। यस जिल्लामा हामी आशिष बोल्छौँ, अझै मण्डली बढ्दै जाओस्, अझै विश्वास गर्दै जाउँ। तपाईँको वचन उत्पत्ति 1:26 जस्तै फल्दै फुल्दै वृद्धि हुँदै जाऊ भन्ने वचन अझै प्रशस्त गर्दै बढ्दै जान सकौँ। आर्थिकमा, आत्मिकमा, भौतिकमा, सामाजिकमा, मानसिकमा, भौतिकमा हामी अझै बलवन्त फलवन्त हुँदै जान सकौँ। प्रभु हाम्रो मण्डली अझै बढेर जान सकोस्। मण्डलीको वृद्धिको आशिषको प्रार्थना गर्दछु, चङ्गाको, छुटकाराको, ब्लेसिङको प्रार्थना गर्दछु। अझै धेरै व्यक्तिहरू ज्योति, आफ्नो ज्योतिलाई चिन्न सक्ने बनाउनु भएको होस्। यस ठाउँमा सेवा गर्ने मान्छे कोही पनि कमजोर हुने छैन, ती सबै फलवन्त बलवन्त बलवन्त हुनेछन्। प्रभु सबैलाई म चङ्गाई र आशिष बोल्दछु। प्रभु हामी प्रार्थना गर्दछौँ। प्रभु
अहिले उठेको भेटी छ प्रभु, यो भेटी बढेको म देख्दैछु, यो प्रशस्त भएको म घोषणा गर्दछु प्रभु। यस मण्डली फराकिलो भएको म घोषणा गर्दैछु। तपाईँले मेगा चर्चमा परिवर्तन गर्दै हुनुहुन्छ, हामीलाई आशिषमा बदल्दै हुनुहुन्छ, हामीलाई चङ्गाइमा समृद्धिमा बदल्दै हुनुहुन्छ। हाम्रा सम्पत्ति बढ्दैछन्, हाम्रा स्वास्थ्यहरू अझै अझै राम्रो हुँदै जाँदैछन्, हाम्रो परिवार जोडिँदै जाँदैछ, हामी उन्नति र प्रगतितर्फ बढ्दैछौँ। परम प्रभु अब्राहमको आशिष, इसाकको आशिष, याकुबको आशिष, योसेफको आशिषले हामीलाई अघि पछिबाट घेरिराखेको छ। हामी समृद्धि बोल्दछौँ, हामी प्रशस्तता बोल्दछौँ। धन्यवाद। आजको सेवालाई आशिषमय तुल्याउनु भयो। फेसबुक र युट्युबमा लाइभ बसेकाहरूलाई पनि आशिष दिनुहोस्। हामीलाई फलवन्त बनाउनु भएकोमा परम प्रभु धन्यवाद। अर्को हप्ता प्रभु भोजको सेवामा हामी जुट्नेछौँ। भदौ 6 गते फेरि एउटा नयाँ आशा, नयाँ खुसी र उमङ्ग लिएर हामी तपाईँको भवनमा नआउन्जेल हामी सबैका प्राण आत्मा शरीर तपाईँकै हातमा समर्पण गर्दै यो देश उन्नति र प्रगतिमा गएको छ भनेर घोषणा गर्दै अब उसो परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गीत र सौभाग्यता तपाईँको दोस्रो आगमन नभइन्जेल यस नेपाल देशमाथि, मण्डली परिवारमाथि, विश्वास परिवारमाथि सदा सर्वदा भइ नै रहोस्। येशू ख्रीष्टको नाममा आमेन।